हुन त म मरे पनि के पो हुन्थ्यो र, रुनेको थियो र। फेरि उसले गरेको माया सम्झेर मर्न पनि डर लाग्थ्यो। ढोका खुल्यो बाहिरबाट, म तर्सिएँ। सातो पुत्लो उड्यो मेरो। अब कति गाली गर्ने होला, मलाई धपाइदिन्छ होला यहाँबाट। यस्तो अवस्थामा कहाँ जाउने लत्रिँदै घिस्रिँदै रगतको आलमा डुबेर पनि मलाई उसकै डर थियो। बिस्तरा रगतले भिजाएकोमा, भुइँ पनि रक्ताम्य बनाएकोमा, कोठालाई दुर्गन्धित बनाएकोमा, त्यसमाथि केही छुन नहुने र काम गर्न नहुने भएकोमा रिसाउने पो हो कि? गुलाब, तिमी किन भुइँमा फारिएकी? उठ। यति भन्दै ऊ बिस्तारै म नजिकै आउँदै थियो। म आत्तिएर जुरुक्क उठेँ। दुवै खुट्टाको बाटो हुँदै तातो तातो लेदोको लस्कर जमिनमा लमतन्न पोखियो। मलाई नछुनु, म रजस्वाला भएकी छु। यति भन्दा भन्दै मलाई चक्कर आयो। ढल्न त ढलिन। सायद उसले थामे मलाई। तर होस हराएछ, केही थाहा पाइन त्यसपछि के भयो। म बिउजिँदा खाटमा थिएँ। उचाइ मेरो निधारमा पानीले भिजेको रुमालले पुछिरहेको थियो। ला, किन छोएको होला मलाई? म जुरुक्क उठ्न खोजेँ, सकिनँ। छामछुम गरेँ आफ्नो आसन। भिजेको थियो। यताउति हेरेँ। उचाइ बिस्तारा भुइँमा लगाएर सुतेको छ। मलाई खाटमा सुताएर किन तल सुतेको होला? भुइँमा पोखिएको रगत पनि पुछेर सफा पारेछ। मलाई पनि उठ्नै दिएन। किन उठ्छौ? सुत। म रुन थालेछु। मलाई नछो। म छुन नहुने भएकी छु। तिमी अशुद्ध हुन्छौ, फेरि बिटुलिन्छौ। हे भगवान्, किन छोएको होला मलाई? अब तिम्रो जात झर्छ। तिम्रा भगवान् रिसाउनुहुन्छ नि। भागिहाल, नुहाउन जाऊ, जनै फेरि हाल झट्टै। अझै 20 दिनसम्म घर बाहिर बस। मेरा आँखाबाट ओह्रालो लागेको आँसुका भेल पुछिदिँदै उसले मलाई मायाले सम्झायो। तिमी महिनावारी भएकी हौ। तिमी बालिकाबाट युवती भयो अब। म खुसी छु। मेरो प्रतीक्षाको दिन सकिँदैछ। तिमी आराम गर, म तिम्रा लागि सामान किन्न जान्छु। यति भनेर ऊ बाहिरियो। उसले धेरै थरी र मिठा मिठा खानेकुरा पकायो। यस्तो बेलामा राम्ररी खानुपर्छ भनेर फकाई फकाई खुवायो। रुँदै खाँदै गर्न थाले। गुलाब, यस्तोमा तिम्रो केही दोष छैन। तिमीलाई पाप लाग्दैन। आमा बन्नका लागि महिनावारी हुनुपर्छ। समय भएपछि सबै युवतीहरू महिनावारी हुन्छन्। सबै ठिक हुन्छ गुलाब। केही चिन्ता नगर, म छु नि। अब तिमी 3-4 दिनपछि मसँग बाहिर पनि जान सक्छौ। हो र? मैले उत्साहित हुँदै सोधेकी थिएँ। उसले भनेको थियो, तिमी अब वयस्क भइहाल्यौ। अब हामी दुईले बिहे गर्नुपर्छ। बिहे गरेपछि त कसैले को हो भनेर सोध्दैन। सोधिहाले भने पनि मेरी श्रीमती हुन् भनिहाल्छु नि। उसका कुरा सुनेर मेरो अन्तर्हृदयमा काउकुती लागे जस्तो भएको थियो। पुजारी बाले भन्नुहुन्थ्यो, राजकुमारहरू आफ्नो भेष बदलेर आफ्नो राजकुमारी खोज्न जान्छन् रे। कतै यो मानिस पनि राजकुमार भेष बदलेर आएको त होइन? यसो सोचे, फेरि म कसरी राजकुमारी बने त? कुन कोणबाट म राजकुमारी लाग्दछु त? अर्को मनले सोच्थे, श्राप पाएका राजकुमारीहरू कुनै राजकुमारले छोएपछि पापमुक्त भएर वास्तविक रूपमा आउँछन् रे। अनेक तराना मनमा उठ्ने हराउने गर्न थाल्यो। गुलाब, के भयो भनेर उसले झकझकाएपछि पुलुक्क उसको मुखमा हेरे। ऊ मुसुक्क हाँसेर गयो। खोइ कस्तो रिक्तता बोधले सताए त्यति बेला मलाई। ढोकाको पालबाट ऊ पर पुग्दासम्म हेरिरहेँ। दौडिँदै गएर उसको पिठ्ठुमा आडस लगाएर डाको छोडी छोडी रुन मन लागेको थियो, तर थामे। केटा मान्छे भएर नि केटी मान्छे रजस्वाला हुँदा के खानुपर्छ, के लगाउनुपर्छ, कसरी आराम गर्नुपर्छ, सबै कसरी जानेको भनेर सोद्धा अलिअलि देखेर, अलिअलि पढेर, अलिअलि माया लागेर भन्थ्यो। कसको माया? त्यो फोटोमा सँगै बसेकी केटीको भनेर भनेकी थिएँ मैले। ऊ रिसाएको थियो। बिर्सने खोजेको कुरा सम्झाएर भन्दै काममा गएको थियो। हुन पनि मायाले सबै कुरा भुलाउँदो रहेछन्। डर, शङ्का, व्यथा, अतीत अनि भविष्य। रजस्वालाको कष्ट पलमा उसले मलाई जति साथ दियो, सान्त्वना दियो, सहारा, माया र सल्लाह दियो, त्यो साथ र माया अतुलनीय छ। मेरो मन जित्यो उसले। म उसकै हुन थालेँ। यदि हुन भएको भए त्यस्तो बेलामा म के गर्दै हुँ? मेरो के हाल हुँदो हो? त्यो दिन हराएर उसले मलाई उठाएर यहाँ नल्याएको भए म कहाँ कहाँ भट्किन्थेँ होली? कसले लगेर एक्कास पारिसक्थ्यो होला? माया गर्ने भएर 2-3 वर्षसम्म पर्खेर बसेको छ। जति सोचे उति मायाले छुँदै जान्थ्यो मन। ऊ काममा नगएर मसँगै बसे पनि त हुन्थ्यो नि जस्तो लाग्थ्यो। कि त म पनि उसँगै काममा जान पाए हुन्थ्यो नि जस्तो लाग्थ्यो।
जबरजस्तवाला भएको 5 दिन भयो उसले मलाई घर नजिकैको धारामा नुहाउन लिएर गएको थियो। यतिका वर्षमा पहिलोपटक बिहानको भुकभुके उज्यालोमा बाहिर जाँदैछु र खुसी त थिएँ नै, तर लाज पनि उत्तिकै लागेको थियो। ल तिमी नुहाउँदै गर, म खेतमा गएर साग टिपेर ल्याउँछु भनेर गयो। मुरी मुरी धन्यवाद दियो मनले मेरो अप्ठ्यारोपन बुझेकोमा उसलाई। कति सजिलै बुझ्छ मेरो अप्ठ्यारो। गर्मीको बेला चिसो पानी ठिक त थियो, पानी रातै हुने हो कि पाप पो लाग्छ कि डर त अर्को पनि थियो मनमा। यसो सोचेँ बगेर जाने पानी हो के अरे, जम्नी पोखरी भए त रातै पो हुन्थ्यो होला नि। यस्तो बेलामा यसरी खुल्ला हिसाबले नुहाउँदा कसैले देख्यो भने डर मानी नुहाएँ। नुहाएर कपडा फेरिसकेपछि लगाएको कपडा धुने बेलामा बल्ल ऊ आयो, साग बोकेर गीत गुनगुनाउँदै। कपडा धोइसकेपछि ल तिमी साग लिएर घर जाऊ, म नुहाएर आउँछु भनेर मलाई पठायो। म पनि हल्का मन भरेर घर फर्केँ। बाटोभरि मनमा अनेकौँ मधुर कल्पनाका फुलहरू फुलाउँदै र त्यसमा रमाउँदै घर पुगेँ। मन शरीर मस्तिष्क सबै चङ्गा थियो। फुरफुर भएको मन, पुलकित भएको शरीरले के गरिरहँ जस्तो भइरहेको थियो। बढार कुडार गरेर घर लिपपोत गरेँ, कोरीबाटी गरेर आफू पनि चिटिक्क परेँ। अब त त्यस्तो रगत पनि बग्दैन होला, त्यति साह्रो पनि पेट र कम्मर दुख्दैन पनि होला। अगाडि पछाडि कोपर्न रगत बग्ने हिजोदेखि नै कम भएको भनेर ढुक्क थियो मन। यस्तै कुरा मनमा खेलाउँदै खाना पकाउन थालेँ। ऊ त आइसकेछ। गुलाब चिया पकाऊ, खाएर हामी दुवै सँगै मन्दिर जानुपर्छ है दुर्गा माताको, यति भनेर ऊ फेरि बाहिर निस्क्यो। 5 दिनमा नै मन्दिर जानु त फेरि आज किन होला? यतिका दिनमा पहिलोपटक घरबाट बाहिर निस्केको अचम्म परेकै थिएँ, तर सोध्न सकिनँ। चुपचाप चिया पकाएँ। ऊ धेरै बेरसम्म आएन, पर्खिरहेँ। पर्खिँदा निद्रा लागे चाहिँ भयो। मन बहलाउने यसो ऐना लिएर अनुहार निहार्न थालेँ। भन्न त मैले कपडा धुँदा त्यो गुलाब भन्दा यो गुलाब राम्रो भनेको थियो, मलाई जिस्काएको होला भन्ने सोचेकी थिएँ। ऐनामा आफ्नै आँखाले प्रत्यक्ष देखेँ। खुसीले हो या नुहाएर हो या त बाहिरको हावाको स्पर्शले आफैलाई साह्रै राम्रो देखेकी थिएँ मैले। आज त ढोका खुल्लै छ। टाढैबाट उल्लासमा झुम्दै आएको देखेँ। पहिलोपटक त्यति खुसी, त्यति राम्रो, त्यति माया लाग्दो देखेकी थिएँ मैले। आज त कपडा पनि सर्ट प्यान्ट लगाएको थियो, किताबका मानिसहरू जस्तै। भित्र पस्यो, हातमा 2टा माला रातो, सिन्दुरको डिब्बा, एउटा रातो पोटेको गुच्छा, अनि झोलामा खित्रीमित्री। ल हिँड गुलाब, मन्दिर, पूजाका सामान यहाँ छन् भनेर पूजाका सामान मलाई थमाउँदै उसले मलाई बाहिर राखेर ढोका लगाउन थाल्यो। मैले चिया पिएर जाम भन्दा पनि मानेन। मेरो हात समाएर गीत गुनगुनाउँदै मन्दिर पुर्यायो। मन्दिर टाढै थियो। बाटोमा पूजा सामान बिसाउन नहुँदो रहेछ। सुस्त हिँडे पनि म त लतक्कै थाकेकी थिएँ। मन्दिरमा एउटा पुजारी थिए, सानै, दुब्लो, कालो। मैले त पुजारीको भाषा प्रष्ट नबुझ्ने। उसले सम्झाइ बुझाइ मलाई मन्त्र विधि पूजा सबै सम्पन्न गराएर त्यही मन्दिरमा मेरो सिउँदो भरेको थियो। वरमाला पहिराएर उसको चरण ढोगेर उसको छातीमा लपक्कै टाँसेकी थिएँ म। त्यही मानिस अर्कै स्वरूपमा आएको जस्तो लागेको थियो। खोइ किन हो उसको मुहारमा पूर्ण चन्द्र जस्तो कान्ति देखेकी थिएँ त्यति बेला। त्यो पुजारीले मलाई निकै घोरिएर हेरेको देखेर हो या किन हो उसले मेरो हात समाएर घर ल्याएको थियो। बाटोमा म थाकेको महसुस गरेर होला कतै त बोकेर आली कटाएको थियो। म यताउति पनि हेर्थेँ मान्छेले हेर्लान् भनेर। बाटोमा, हे गुलाब, अब हामी आजै सहर जानुपर्छ खाना खाएर। जमिनदार गाउँमा आएकै छैनन्। आएपछि तिमीलाई बाँकी राख्दैन। मेरी आमालाई खतम पार्यो, मेरी सीमालाई पनि कच्याक कुचुक पारेर निल्यो। मलाई अचम्म लाग्यो, सीमा भन्ने को होला? गम्भीर आवाजमै सोधेँ मैले। सीमा भनेको को हो नि? ऊ अझै गम्भीर हुँदै भन्यो, मैले तिमीलाई भन्नै पर्छ गुलाब। सीमालाई मन पराएर बिहे गरेर ल्याएको थिएँ। जमिनदारले बर्बाद पार्यो, आँखा लगायो। जमिनदारको छोराले चोरेर लग्यो, लुकाएर भोग गर्यो, पछि त गायबै गर्यो। यस्तै हुन्छ मितारहरू, तिमीलाई पनि आँखा लाउँछ त्यो नरपिचासले। उसका कुराले साथ उडेको थियो मेरो थुरथुर काँपेको मनलाई थुमथुम्याएर। चोखो मायामा कसैले केही गर्न सक्दैन, जोडिएको मुटु छुटाउन असम्भव हुन्छ भनेर सम्झाएकी थिए। सानै मान्छेले त्यस्तो बलिया र पाका कुरा गरेको सुनेर उदङ्ग परेको थियो। त्यही मिठास र रसमय वातावरणमै खाना खाएका थियौँ। मैले त आज दुवैजना थाकेका छौँ, भोलि जाम्ला सहर भनेकी थिएँ। उसले फिटिक्कै मानेको थिएन। मलाई सुरक्षित रूपमा सहर पुर्याएपछि बल्ल पिरतीको कुरा गरौँला है भनेर फकाउँदै सामान मिलाएको थियो।
सामान सबै मिलाएपछि मेरो कपालमा लगाएको गुलाब झिकेर अब तिमीले गुलाब कपालमा सिउरिनु पर्दैन, त्यो गुलाब भन्दा यो गुलाब राम्रो। माया पिरतीका लोभ लाग्दा कुरा गरेर मलाई पगाल्दै थियो। उसको मायाको महमा म मग्न भएर संसार भुलेकी थिएँ। सहरमा गएर सितारा भएको घुङ्गट ओढाएर दुलै बनाउने हो भनेपछि मैले उसलाई भनेकी थिएँ। उतै सहरमा गएर बिहे गरेको भए पनि त हुन्थ्यो नि। उसले आँखामा टल्पलाएका आँसु पुस्दै भनेको थियो, मेरो बाआमाको आत्मालाई शान्ति होला। छोरा बुहारीको पाइलाले छोएपछि मेरा बाआमाले दुःखले बनाएको यो घर पनि पवित्र बन्ला भनेर हो गुलाब। उसको कुरा सुनेपछि मलाई उप्रति श्रद्धा भाव र माया दुगुना भएको थियो। कुरा गर्दा गर्दै बाकसको पिँधबाट आमाको डोरी चुरा बाको मैलो स्टकोट झिकेर झोलामा राख्न लगाएको थियो। अब जानुपर्छ है भनेर मलाई बाहिर राखेर भित्रबाट सामान निकाल्दै थियो। अकस्मात पछाडिबाट अनौठो अर्को एकदम चिच्चाएको आवाज आयो। यसो पछाडि हेरेको, हातमा लामा लामा लाठा लिएर काला काला केटा मान्छे दौडिँदै आएको देखेँ। डरले म भित्र दौडेँ, उनीहरू पनि भित्रै पसे। के भनेर चिच्चाए। मेरो मनले यति बुझेको थियो कि जमिनदारले मलाई खोसेर ल्याउन लगाएको हो उनीहरूलाई, किनकि यो ठाउँमा गरिबले राम्ररी स्वास्नी बिहे गरेर ल्याएपछि मालिकको सेवामा 4-5 दिन राख्नै पर्ने चलन रहेछ, नत्र मालिकको श्राप लाग्दछ भन्ने बनाइरहेछ। बल्ल बल्ल बुझेको भाषामा मैले बुझेको सही रहेछ। 2वटा लठुवाले उसलाई समातेर कुट्न लागे। एउटा भुस्तिक्रे कालेले मलाई च्याप्प उठाएर भाग्न थाल्यो। 14 वर्ष वनवास गएका राम सीतालाई किन छुटाएछे रावण? यो कालेले मलाई किन हरण गर्दैछ? मेरो रामको पवित्र शरणबाट मलाई हरण गर्न अराउने त्यो रावण कति डरलाग्दो होला। मैले मनमने राम मानेको उसलाई त्यो रावणका दूतहरू लछार पछार गर्दै थिए। साँच्ची बिहेपछि ऊ मेरो मनमन्दिरमा राम बनेर विराजमान थियो। तर कलियुगको मेरो राम रावण सेनासँग युद्ध गर्न नसक्ने रहेछ। उसलाई ती सेनाले पिटेको देखेर मेरो छाती फुट्ला चाहिँ भएको थियो। मेरो रामलाई नकुट, छोडिदेऊ, लैजाऊ बरु मलाई, फलाक्दै रुँदै गरेको थिएँ म। हेरेनन् पापी आत्माले, सुनेनन् मेरो पुकार। मैले निरुपाय भएर अन्तिम प्रयास स्वरूप त्यो राक्षसको हातमा टोकेकी थिएँ, कपाल लुछेकी थिएँ, तर छोडेन। पापी रावणको अन्धभक्त रहेछ। मेरो रामले गुलाब गुलाब म आउँदैछु भनेको निरीह आवाज कता कता सुने जस्तो लागेको थियो। त्यही मसिनो आवाजको त्यान्द्रोमा झुन्डिएर फेरिरहे सास। तर ऊ आएन, आउन सकेन या आउन दिएनन्। कलियुगका रावणका दूतले त रामको पनि अपहरण गर्दा रहेछन्। सीतालाई अपहरण गरेर अशोक वाटिकामा होइन रावणको शयन कक्षमा खोप्ट्याउँदा रहेछन्। जमिनदार त मजाले मेरै भाषा बोल्ने, हेर्दा पनि देखे जस्तो, तर डर लाग्दो। त्यो कालो दूतले मलाई उसैको सामु बिसायो। राम्रै रहेछ, अलि सानो पो छ त। कहाँबाट पायो त्यो लङ्गुरले अङ्गुर? यो त छेत्री ठकुरीकी छोरी बुहारी जस्तै पो छ त। त्यहाँ अरू केटा मानिसहरू पनि थिए। सबैजना ताली पिटी पिटी हाँस्न थाले। जमिनदारले सबैलाई हटाइदियो त्यहाँबाट। मलाई चरप्प समाएर आफ्नै मुखै नजिक तान्यो। डर, क्रोध, पीडा र अपमान बोधले मेरो किशोरी हृदयमा आगो दन्किरहेको थियो। मनै सोचिरहेकी थिएँ, यसलाई फसाएर कसरी मेरो रामसँग पुगौँ? बिचरा मेरो राम मेरा लागि कति पिटाइ खाँदै होलान्। अभागी पो रहेछन्। उनीप्रति आफसे आफ सम्मान र प्रेम ओहिरिरहेको थियो मेरो नारी हृदयमा। कति चोट लाग्यो होला। भित्र हिँड भन्दै मलाई भित्र कोठामा लग्यो पापीले। सायद त्यो घरभरि कोही थिएन, सुनसान। सबै रैतीलाई सखाप पारेर रित्तो खण्डहर पारेको सहर चाहिँ छकमन्न। भाग्यमान रहेछस्, सिन्दुर नोकरको लगाइस्, जवानी मालिकलाई चढा। अब एकछिनसम्म त हात खुट्टा चलाएर विद्रोह गरिरहेँ, टोक्ने प्रयास गरिरहेँ। मेरो मुख रुमालले टपक्क बाँधिदियो, हात पलङका खुट्टामा बाँधिदियो। हे मेरो राजकुमार, हे मेरो राम, तिम्रो सीताको सतीत्व दानवले जुठ्याउन आँटिसक्यो। बचाऊ, आउन राम, हे प्रभु। पुकारिरहे हुँ। दूरसम्म मेरो रामको छाया पनि देखिएन। रावणका दूतहरूले कति बिजोग पारेर होलान्। बल्ल बल्ल उदाउन आँटेको खुसीको बिहानी रातै पारिदिस् पापी। कतिसम्म निच रहेछ। कसैको पवित्र खजाना लुटिरह्यो। हे मेरो राम। 2 वर्ष 6 महिनासम्म पर्खिएर मुसारी जतन गरेको मेरो अमूल्य रत्न लुटेराले तहस नहस पार्यो, भत्ताभुङ्ग पार्यो, नष्ट पार्यो, लुटेरै छोड्यो। सहरमै लगेर बिहे गरेको भए पनि त दुर्दशा आउने थिएन होला नि। मन्दिरमा गएर बिहे गरेको भएर हो कि बिहे गरे पनि के गर्ने? हे भगवानलाई साक्षी राखेर गरेको विवाह सफल हुन सकेन कि?
हे भगवान्, किन यस्तो भयो? बिहे गरेर पनि के गर्नु? राक्षसहरूलाई बिहे गर्न पनि नपर्ने रहेछ भगवान्। विधि पुर्याउनु पनि नपर्ने, सहमति पर्खिनु पनि नपर्ने। आफ्नो भोकलाई चोखो र मधुर जवानीको भोजनले तृप्त पार्न पाए पुग्यो। कलिले नवयौवनलाई लुटिरह्यो लगातार 4-5 दिनसम्म। 5औं दिनका दिन साह्रै मिठी र रसिली रहेछस्। चरीले चाख्न नपाएको अम्बा जस्तै। म खुसी छु, माग। अब के माग्छेस्? गहना, कपडा, मिठाई, धान, चामल। यति भनेर उसले मेरो मुखको पट्टी खोलिदियो। म त बोल्नै नसक्ने भएकी थिएँ। 13-14 वर्षकी नाबालिका र सोला भएको 5औं दिनदेखि झम्टेको छ, लुटेको छ, बोगटेको छ, लछार पछार गरेको छ। त्यत्रो लट्ठा बुस्तिग्रेले कुखुराको चल्लीलाई झम्टे झम्टिरह्यो जसरी चिलले झम्टिन्छ। पापी राक्षसको बिहे गर्ने उमेर त भएको थियो नि, स्वास्नी पनि त होली नि। अर्काकी स्वास्नीलाई त्यसरी 5 दिनसम्म थुनेर भोग गर्दा तिनको मन कति जल्दो हो। हे भगवान्, थाहा पनि पाउँछिन् कि पाउँदिनन्। राक्षसहरूको त चालै कुटिल हुन्छ। पैसा, गहना, कपडा, केही चिजको लोभै लागेन मलाई। हात खुट्टा बाँधेको फुकाइदियो। त्यो राक्षस पनि जित्तिएको पानीको लोटा टिपेर भित्र पस्यो। त्यही मौका पारेर म भागेँ। आफ्ना कपडा हत्तपत्त घिसार्दै, खुट्टाका सतहबाट रक्तम्य खोला बगाउँदै, खेतका साँगुरा आली लोट्दै र फेरि उठ्दै गरिकन घरको बाटो छापिरहेँ। यसो मनमा विचार उम्रिन्थ्यो, जाम कि नजाम घर पनि। मलाई यस्तो हालतमा देखेर कति पीडा होला मेरा रामलाई। उसका साथी सङ्गातीले जमिनदारले 5 दिनसम्म राखेकी रखौटी स्वास्नी राख्यो भनेर कति अपमान गर्लान्। अर्काले जुठो पारेकी स्वास्नीलाई कसरी स्वीकारला र पुरुष हृदयले कति अभागी हो कि कर्म पनि। पहिलाकी श्रीमतीलाई पनि लुटेछ लुटेराले। आमालाई पनि त्यस्तै गिद्धले लुटेर धराशायी पारेको रहेछ। कस्तो चलन हो त? आफूले मन पराएर सँगै बाँच्ने मर्ने कसम खाएर बिहे गरेको श्रीमतीलाई अरूसँग पठाउनु पर्ने। प्राण प्यारीको चोखो अस्तित्व लुटेको रेटी सहनु पर्ने। कसरी सहन गर्न सक्छन् होला प्रेमीहरू? दोहोरो धारको रेटन कठै बराती कलिला मुटुहरूले। बाध्यता र लाचारीपन त होला नि। तिनीहरूकै गुलामी गर्नु छ, नोकर बन्नु छ, तिनीहरूबाटै प्राणघातक अन्याय सहनु छ। ढलपलाएको शरीर त्यस्तो विभत्स हुलियामा म घर भेट्किन सक्दिनँ कि जस्तो लाग्यो। भित्रबाट मिठो आवाज आउँथ्यो, उठ, हिँड, तेरो रामको हालत कस्तो भएको छ होला पत्ता लगाऊ। भगवान् अन्तरात्मामा हुनुहुन्छ भनेको सत्य हो। भगवान्ले नै त हो अप्ठ्यारोमा एक्लै हक्कानिँदा सहारा दिएर उठाउने। पहिलेभन्दा धेरै परिवर्तन भइसकेको थियो मन। पहिलो एक्लो थियो, बिहेपछि त संयुक्त र दोहोरो भइसकेको थियो। कसका लागि बाँच्ने भन्ने निराशाजनक सोच हराइसकेको थियो। कसले माया गर्छ र मेरा लागि को रुन्छ र भन्ने एकाकीपनको निराश पनि मेटिएको थियो। थियो त केवल मेरो रामको चिन्ता। कस्तो हालमा होला कठै बरा। सियोझै घोच्ने त्रासको व्यथा सधैँ दौडिरहेकी थिएँ म। त्यही त्रासले ऊर्जा दिएर होला, गहिरो चोट, जलन, रक्त प्रवाहको बावजुद पनि म पाइला चलाइरहन सकेँ। घरनिर मैले नुहाएको पँधेरो आयो। मलाई हात समाएर धारासम्म कति माएर लगेको थियो मेरो रामले। आहा, कति मधुर थियो त्यो पल। आखिर स्वर्ग भन्नु पल त रहेछ। कति पवित्र थिए सर्वाङ्ग। मेरो चोखो र मधुर जवानीको पुष्प मेरा रामलाई अर्पण गरूली भन्ने मेरो धडकनको सपना थियो। उसको प्रतीक्षा, मेरो सपना र प्रेमको मधुरता एक पलमै कपलक्क निल्यो पापी अजिङ्गरले। म धारामा पुगेँ। धाराबाट बगेको पानी सँग लिएर पोखरी बनेको थियो। हेरिरहेँ, त्यही पोखरी बगेर खोला बन्थ्यो। मेरो मनमा विचार फुर्यो, बगेर जाने पानी आगो जत्तिकै पवित्र हुन्छ। सीता माताले पनि त अग्निको कुण्डमा पसेर अग्नि परीक्षा दिनुभएको थियो। अग्निबाट निस्किएर पवित्रताको प्रमाण पेश गर्नुभएको थियो आफ्नो रामलाई। मैले अग्निको कुण्ड कहाँ पाऊँ? यही जलमा 100 चोटि डुबुल्की मार्छु र पापीले जुठो पारेको दाग पखाल्छु। म पानीमा चोपलिरहेँ, माछा जस्तै चोपलिरहेँ। बिस्तारै हातखुट्टा गल्न थाले। आँखा धमिलिँदै कालिँदै गयो। पेट होडलेर आयो। खुप्लुक्क आवाज सुन्थे। त्यसपछि केही होस छैन। कति समयपछि होस खुल्यो थाहै छैन। बिउतिँदा पोखरीको किनारमा ढुङ्गाको अक्करमा मुखभरि हिलो, आँखाले हेर्न पनि नमिल्ने भएको रहेछ। खुट्टा अड्किएको रहेछ ढुङ्गामा। निकाल्नै सकिनँ। चिच्याउन खोज्यो, चिच्याउन पनि सकिनँ। आफ्नो सहयोगी आफै रहेछु भन्ने सोचे। प्रयास गरिरहेँ, धेरै बेर तानिरहेँ। बल्ल बल्ल निस्क्यो खुट्टा घाइते भनेर। दाहिने खुट्टा त ढुङ्गाले चापेर होला चल्दै नचल्ने भएछ। घस्री किनारमा निस्के।
चर्को घाम, तातो हावा महसुस गर्यो शरीरले। खोइ कति समयसम्म थिएँ पोखरीमा। पानी खाएर होला पेट फुलेर डम्म भएको थियो। धन्न खोलातिर पुगिन, बगेर कहाँ पुग्थ्यो उसले। जिन्दगी खत्तम हुँदो हो। यस्तो जिन्दगी गए त ठिकै हुन्थ्यो। तर एउटै खिड्किसु थियो, मेरो राम मलाई कुरेर बसेको भए छल्यास भए म। मेरो रामले मलाई कुरेर बसेको छ, म जानुपर्छ। उठ्न खोज्छु, उठ्नै सक्दिनँ। नजिकै सिरुको गाँस समाएर उठ्न खोजेको, सर्किएर औँलाहरू छिया छिया भयो, रगत छिपछिप भयो। पछाडिको भागले घस्री घस्री पोखरीको किनारबाट पाखापट्टि आए। रावणका दूतहरू घुमेका पो छन् कि भन्ने त्रास पनि मनमा बाँचेको थियो। भेटे भने मारेर पो फालिदिने हुन् कि, हक्कानिँदै ठोक्किँदै घस्रिँदै पसिनिँदै असिनिँदै घरको ढोकानिर पुगे। घरको हावाले स्पर्श गर्यो या रामको आहटले मन ढक्क फुल्यो। यताउति हेर्दै घस्रिँदै घस्रिँदै ढोकानिर पुगे। ढोका खुल्लै देखेर अलिकति आँट पलाएर आयो। हराएको आशाको मुना थोरै अङ्कुरायो। राम राम चिच्याउन थाले। मेरो रामको अवस्था मेरोभन्दा नाजुक रहेछ। म घस्रिँदै भित्र पुगे। उठ्नै नसक्ने, चल्नै नसक्ने बिचरा राम। उता त्यो राक्षसले 5 दिनसम्म ओडारभित्र नै थुनेर राख्यो। यता कति दिन पानीमा डुबे थाहा भएन। हे भगवान्, हे शिव, कस्तो बिजोग देख्नु पर्यो नि मेरो राम। म घस्रिँदै उनको नजिक पुगे, सुमसुम्याएँ। पुलु पुलु मलाई हेरेर मोतीका दाना जस्ता आँसु ढल ढल खसाले। म जति नै रुनु परे पनि मेरो राम रोएको हेर्न नसक्ने भइसकेकी थिएँ म। मायाले हो या सिन्दुरले गाँसेको सम्बन्धले हो, मेरो घाउको जलन र चहरन भुलेर उनका घाउमा दुख्न थालिसकेकी थिएँ म। कुट्न पनि कति कुटे होलान् बिचरालाई, जताजतै चोटै चोट छ। कसरी उठाउने होला? दिसा पिसाब ठाउँमै भएको रहेछ। खाना नपिनासित रगतको ढाप सुकेर कालो पाप्रा बनिसकेको। नजिकैको गम्छाले मेरो खुट्टालाई टम्म बाँधे अनि खाटको खुट्टा समाएर बल्ल बल्ल उठे। त्यही खाट समय पानी सारेर पिलाएँ। सुती सुती पानी पिउन उनलाई अप्ठ्यारो भयो। टाउको भरि चोटै चोक छ। कसरी उठाउने होला? मायाले मुटु हल्लायो। माया लाग्ने मान्छेको घाउ हेर्न साह्रै कष्ट हुँदो रहेछ। हेर्न नसकेर के गर्नु? मलम पनि त लाउनु पर्दो रहेछ। सेतो रुमाल थियो उसको सिरानीमा, पानीमा भिजाएर सबै घाउ सफा गरिदिए। उसका घाउका चिरा देख्दा हातखुट्टा लुला भए पनि, सयौं चिरा मेरो मुटु भए पनि आँखा चिम्लेर दारा किटेरै घाउ सफा गरे। बल्ल तल्ल उसलाई अडेस दिएर भित्ताको अडेस दिएर राखेँ। दिसा पिसाब सोहोरेँ। बडो कष्टले कपडा पनि फेरिदिएँ। आफ्ना दुखाइ पीडा र समस्या सारा भुलेर उसलाई स्याहार गरिरहे। कालो चिया बनाएर चम्चाले पिलाइदिए। म रसवाला भएर कम्मर दुख्दा नदुख्ने दबाई ल्याइदिएका थिए। मलाई दुख्न कम भएको थियो। उनको घाउ पनि त दुखेको होला असह्य। मेरो घाउको पीडा कम गर्ने दबाईले उनको घाउ पनि त ठिक गर्ला, पीडा कम गर्ला नि भनेर चम्चमा फिटेर खुवाइदिएँ। गिलो भात बनाएर माड पनि खुवाएँ। खोइ कसरी जाने सारा काम, कसले सिकाए यति सजिलो र छिटै? मनभित्रको भगवानले त होला नि सबै गराउने। औषधिको प्रभाव थियो, मायाको या खानाको या त चोखो सहाराको। उनी अलि बोल्न थाले। आँसुको भल बगाएर रुन थाले। बिस्तारै उठ्न सक्ने पनि भए। मनको गाँठो मनमै दबाएर उनको आँसु पुसिदिँदै नरम बोलेर सम्झाएकी थिएँ मैले। सोधेकी थिएँ मैले, किन रुन्छौ र राम? म जुठो भयो भनेर? पिर नगर न। त्यो पोखरीको पानीमा कति दिनसम्म डुबेर पखालिएर आएकी छु, शरीरलाई पखालेर चोख्याएर। मन त कहिले जुठो भएर मेरो? चोखो, पवित्र र कञ्चन छ मेरो मन। जुन मनमा तिम्रो बास छ मेरो राम। थाहा छ राम? पुजारी बाले भन्नुभएको मानिसको मन कहिले जुठो हुँदैन रे। मेरा केटाकेटी जस्ता कुरा सुनेर हो या त चित्त नबुझेर हो, मेरो राम मुसुक्क हाँसेर मेरो चिउँडो उचालेका थिए। मेरो आँखाबाट आँसु बगेको देखेर मलाई अँगालोमा बेरेर निकै बेर रोएका थिए राम। हामी दुई धड्कनको सङ्गम र पीडाको दोभान एउटै लहरमा सुसाएर बगेको थियो त्यो सानो घर संसारमा। तिमी मेरो नजरमा सधैँ गुलाब हौ। गुलाब कहिले जुठिँदैन, मैलिँदैन, गनाउँदैन। म निको भएपछि तिमीलाई म सहर लैजान्छु यति भनेर आफ्नो घाइते अँगालोमा जतनले भरेका थिए मेरा रामले। सारा पीडा, अतीतको चहरन र भविष्यको आशंकाको कालो बादललाई पर पन्चाएर मग्न थियो स्वतन्त्र पिरतीको स्वच्छ आकाशमा दुई पन्छी। बिस्तारै बिस्तारै हामी दुवै तङ्ग्रियौँ घाउको आक्रमणबाट। उनी काममा जान सक्ने भए, म पनि घरभित्र बाहिर गर्न र पकाउन सक्ने भए। फेरि निरन्तरता पाइयो।
घरमै खित्रीमित्री काम, उनको प्रतीक्षा र उनको आगमन पछिको प्रेममय संसार र मरेर उल्लासमै बितिरहेका थिए दिन। एकपटक सुरुमा महिनावारी भएपछि म महिनावारी नै भइन, ख्यालै भएनछ मलाई पनि र उनलाई पनि। एक दिन बिहान सधैँ चाहिँ उठेर नित्यकर्म सकेर पानी लिन जाँदा बाटोमा भन रिङ्गटा चल्यो। मुखबाट अमिलो पानी पनि सर्र आयो, पेट हुँडाले चाहिँ भयो। जसोतसो पानी भरे। पानीको भाँडा बोकेर घरतिर फर्किँदा साह्रै गाह्रो भयो। भरेको पानी बाटोमा बिसाउनुहुन्न भनेर उत्तिदै आएर भित्र राखेर खाटमा फालिए। चिसो पसिना खनियो। पेट पटारेर अति नै भएपछि बाहिर गएर बान्ता पनि गरे। रामले खेत खन्दै थिए घर पछाडि। थाहा पाएछन् उछिटिँदै आएर मेरो टाउको टप्प छोपिदिए। म गलेकी थिएँ उभिनै नसक्ने गरी। उनले मलाई जुरुक्क उचालेर भित्र लगे। आरामले बसालेपछि, तिमी गर्भवती भयो, अब तिमी आमा बन्छौ गुलाब। अबदेखि पानी लिन म जान्छु है। खाना पनि म नै पकाउँछु, भाँडा पनि म माझ्छु। तिमी आराम गर्नुपर्छ है, बुझ्यौ? म त छसँगै भएँ। कानका पर्दामा झन थर्किरह्यो। तिमी आमा बन्छौ अब। उनको बोली गुन्जिरह्यो कानमा। हे भगवान्, म आमा, यति सानोमा आमा कसरी बन्न सक्छु? मेरो पेट कष्ट चिरेर बच्चा निकाल्छ? अनि कसरी बच्छ मेरो पेटमा बच्चा? कसरी बस्छ? त्यो बच्चा निकाल्न कसले सक्छ? रामले त पक्कै सक्दैनन्। यस्तो माया गर्नेले कसरी चिर्छन् र? रुँदै सोधेकी थिएँ रामलाई। त्यत्रो बच्चा मेरो पेटमा कसरी बस्छ त? पेटमा यसरी म जसरी बसेको छु त्यसरी नै भनेर खिटका छोडी हाँसेका थिए राम। बच्चा कसरी हुन्छ, कहाँ बस्छ, कसरी हुर्किन्छ, कसरी जन्मिन्छ सबै किताबमा देखाएर पढाएका थिए रामले। पहिले बिहे नहुँदै उनको किताबमा त मैले पनि हेरेकी थिएँ, तर आफूलाई पढेपछि त डर लाग्दो रहेछ। उता गाउँमा पण्डितनी बजेकी बुहारीको पेट ठुलो भएर सहर गएर चिरेका हुन्। पछि त जुम्लिया बच्चा। साँच्ची जुम्लिया बच्चा कसरी हुन्छ होला? मलाई जस्तै दुईटा पुरुषले सम्बन्ध राखेर हुने हो कि? ती दुईवटा बच्चा पेटमा कसरी राखेर हिँडो? फेरि सोच्थेँ, त्यो पण्डितनीको बुहारीको त एउटै श्रीमान, तिनीहरू नै मालिक, कसले सम्बन्ध राख्दो हो? सोच्दै टाउको चक्कर आजी हुन्थ्यो। अहिले सोच्छु, त्यो मेरा राम। जमिनदारले पहिलोपटक सम्बन्ध राखेकी श्रीमती आमा भन्दा आफू बाबु हो कि होइन कति शङ्कामा थिए होलान्। कति चिन्ता थियो मनमा। थियो होला नि, तर पनि कति हर्षित देखिन्थे। बिचरा कति समर्पित थिए ममा। उनको समर्पण सन्तानको मायाले हो या मेरो पिरतीले? समय बित्दै गयो। रामले मलाई केही कामै गर्न नदिने। टाउको चोट नगरिँदै काममा निस्किन थाल्यो। पछि त चाहेर पनि काम गर्न नसक्ने हुँदै गएकी थिए। खानै नरुच्ने, बान्ता मात्रै भइरहने। सिकाउने अराउने कोही छैन। धन्न राम पाको भएकोले सबै कुरा मेसो मिलाउँथे। एक दिन खाना खाएर बाहिर जाने बेलामा रामले, गुलाब, अब म काम खोज्न सहर जानुपर्छ। तिमी पनि सँगै जान्छौ कि यहीँ बस्छौ भनेर सोधे। म कसरी बस्नु यस्तो ठाउँमा? फेरि घर छोडेर सहर गएर कसरी खर्च धान्नु? आमा बन्न लागेर हो या जिम्मेवारीले हो, पाको सोच आउन थालेको थियो। मैले धेरै कर गरेपछि रामले गाउँमै बस्न निधो गरेका थिए। म एक्लै गाउँमा बस्न नसक्ने, दुवैजना सहर पालेर धौधौ हुने। नवीन अनुभव, नवीन सोच, नवीन धारबाट जीवन अगाडि बढिरहेको थियो। कहिलेकाहीँ रामका कुराले मन छुन्थ्यो। एउटाबाट दुईटा भयो, दुईटाबाट तीनवटा। कसरी खर्च धानिन्छ होला? हामी त जसरी तसरी चालौला, पाइलाहरू चल्लान्, अगाडि बढौँला। सुत्केरी हुँदा लाग्ने खर्च कसरी जोहो गर्ने? मालिकहरू भनेका मुटुकै नभएका रहेछन्। दया गर्ने त कुरै भएन। रामका अगाडि म केही बोल्दिन थिएँ। बोल्न पनि के बोल्नु, उपाय नै थिएन। अन्दाजी गन्दा पनि बच्चा 3 महिनाको भइसकेको थियो। एक दिन झोक्राएर बसेको रामलाई मायाले सुमसुम्याउँदै, राम, तिमीलाई साह्रै चिन्ता परेको हो। मेरा कारणले कुटाइ खानु पर्यो। अहिले यस्तो हालत छ, खर्चको चिन्ताले होला। म पनि केही गर्न नसक्ने। मैले घरमै बसी गर्ने काम हुँदैन र? मैले यति भनेपछि उनले मायालु बोलीमा, तिमीले सबै कुरा बुझ्दिनौ भनेर उठेर हिँडेका थिए। के कुरा हो त मैले नबुझ्ने? सबै त बुझेको छु। भोक, प्यास, निद्रा, थकान, अरू के छ मनमा भने त सजिलै बुझ्थे नि। पछि गएर जति कर गरे पनि भनेनन्। त्यसो भए जाम न त सहर,
यति मात्रै भनेकी थिए उनी जङ्गिए पहिलोपटक मसँग। तिमी चुप लागिहाल। म त जसँग भएँ, बोल्नै डर लाग्यो। कहिल्यै नरिसाउने मान्छे के भयो होला। त्यही मुडमा काममा हिँडेका थिए। मलाई पनि कस्तो खल्लो लागेको थियो। खोइ किन हो कुन्नी सानो सानो कुरामा चित्त दुख्ने भएको थियो त्यस्ताका मलाई। कमजोर भएर हो या केले हो। उनी गएपछि म घरभित्र छिरेर सुग्घर सफाइ गर्न थालेँ। उनका मैला कपडा धुनु पर्यो। उनले कति बेला धुलान् र भनेर कपडा निकालेको उनको पाइन्ट खसर खसर गर्यो। के रहेछ भनेर हेरेको, चिठीको खाममा राखेको चिठी। कसलाई लेखेका होलान्, खोल्यो कि नखोलु दोमन भयो। के होला र, नखोले पछुतो हुने हो कि। फेरि तिमीले बुझ्दिनौ भनेका थिए। केही ठुलै समस्या पो छ कि, न केही रहस्य पो खोलिन्छ कि भनेर चिठी खोले। धेरै कुरा त बुझिन, तर यति बुझेँ कि उनका साथीहरूले मालिकले 5 दिन राखेको रकोठीलाई स्वास्नी मानेर बसेको छस्। सन्तान मालिकको हो या तेरो, तर तैँले आफ्नो सन्तान मानेर बसेको छस् त नामर्द होस्। भोलि तेरा सन्तानलाई दुई बाउका सन्तान भनेर समाजले तिरस्कार गर्दा के गर्छस् लाछी भनेर भन्दा रहेछन्। आफ्ना मनका पीडा सहरका साथीलाई चिठी मार्फत पठाउँदै रहेछन्। तिनै साथीलाई सहरमा काम खोज्न पनि आग्रह गरेका रहेछन्। मैले नजाने भने रोकेका होलान्। मन रोयो, अमेलियो, जगतै धमिलियो। कहिले कामबाट फर्केलान् र सम्झाउला जस्तो लाग्न थाल्यो। बाटो पर्खिरहेँ, रातिसम्म आएनन्। खाना पकाएर पनि पर्खिरहेँ। बाटो हेर्दा हेर्दै निदाइछु। ढोका ढकढक गरेको थाहा पाएर उठेँ। हत्तपत्त जर्फर आउँदै उठेर ढोका खोलिदिएँ। ढोका खोल्न साथ पछारिए राम ढोकामा नै। उनको टाउको र आधा शरीर भित्र, आधा शरीर बाहिर सातो ओड्यो। उही पुजारी बा लोटेको, म भागेको, अनगिन्ती अतीतका दृश्यहरू झलझली भए मानसपटलमा। के यस्तो संयोग हो, सङ्घारमा लोटेको राम्रो लक्षण हुँदैन कि के हो। बल्ल तल्ल उनलाई उठाएर ल्याए, ठस ठस गनाएका थिए। अहिले बुझ्दैछु, बिचरा नानाथरी कुरा मनमा खेलेर तनाव भएर मन भुल्छ कि भनेर रक्सी पिएर आएका होलान्। उनको त्यस्तो हालत देखेर म त साह्रै आत्तिएकी थिएँ। म खाना पर्खिएर बसेकी थिएँ। उनी भने रक्सीले मातेर अर्धबेहोस अवस्थामा फर्किएका थिए। दुवै हातले कान समाउँदै म मातेर आएको छु, जाँड धोकेको छु। गुलाब नरिसाऊ है। उसको यसको दशा देखेर असाध्यै माया लागेको थियो। के को रिसाउनु, सानो र कलिलो सोच, के पो बुझ्न सक्थे त्यति बेला। बिस्तारै बिस्तारै हाम्रो जीवन प्रक्रियामा परिवर्तन आउन थालेको थियो। राम मसँग त्यति नबोल्ने भएका थिए। सानो सानो कुरामा झर्किने, रिसाउने। उनीसँग माग्न त केही पनि माग्दिनथे। रुचे खान्थे, नरुचे खाँदिनथे। चुप्प लाएर बस्थे। निद्रा लाए निदाउनथे, निद्रा लाए सुत्थे, नलाए कुरातिर फर्केर रुन्थे। सम्झेर रुने मान्छे नभेटेपछि रामकै पिठ्यूमा टाउको अडाएर रुन्थे। कसको पिठ्यूमा अड्याउनु टाउको। राम नै त थियो त्यति ठुलो संसारमा एक्लो आफन्त। रामले थाहा पाएपछि मायाले सुमसुम्याउँदै र थुम्थुम्याउँदै सुताउँथे। त्यति गरेपछि सबै थोक बिर्सिन्थ्यो मैले। उनको मन बुझ्न सक्ने भइसकेकी रहेछु कि एक दिन उनका कपडा र सरसामान झोलामा राखिदिएर सहर जानका लागि अनुरोध गरेँ। भनेकी चाहिँ थिएन। चिठी पढेँ भनेर। पछि सोद्धा पनि सोधिनँ चिठी पठाए कि नै भनेर। मात्र उनको स्वाभिमान बचाउन मात्र सहर जाऊ, काम खोजेर बल्ल मलाई लिन आउला, उता बन्दोबस्त भएपछि मात्रै जाम्ला। मैले त्यसो भनेको 1 दिनपछि मात्र मेरो कुरा मनन गरे। मेरो जिद्दी नै थियो या बाध्यता। आखिर मलाई एक्लै पारेर गाउँ छोडे। जाने बेलामा अलिकति पैसा हातमा राखिदिएर, तिमी एक्लै छैन गुलाब, तिम्रो सन्तान छ पेटमा, खानु पिउनु सुत्नु, काम खोजेर छिट्टै फर्किनेछु, यति भनेर भक्कानिँदै सहरवास लागेका थिए मेरा राम। म पनि ढोका थुनेर रुनसम्म रोएकी थिएँ। राम वनवास जाँदा सीतामाता साथमा गए पनि शिवशर्मा ब्राह्मण परदेश लाग्दा गोमा ब्राह्मणी साथमा गएकी थिइनन्। मनमनै डराएकी पनि थिएँ। सन्तान जन्माउँदा लाग्ने खर्च जोगाड गर्न हिँडेका शिवशर्मा हाडखोरै बटुल्न पर्ने भएका थिए। धत, यस्तो सोच्न हुन्न भनेर आफै ङ्याङ गरेर टोकेकी थिएँ मैले। त्रास, शङ्का, पीडा र बिछोडको गहिरो चोटले थिलो थिलो भए पनि गर्भको सन्तानको जतनका लागि खाने, सुत्ने, मन बहलाउने गरेर बसेकी थिएँ। आमा त भन्दै थिएँ, खुसी त थियो, तर बाउ प्रश्न सोध्थ्यो मन। उत्तर, त्यो मालिक, त्यो पापीको अनुहार र कुकृत्य सम्झिँदा त्यो सन्तानको माया पनि लाग्दैन थियो। राम र उसको प्रेमलाई सम्झियो भने फेरि मायाको बाली हर्लक्क बढेर आउँथ्यो। यस्तै अन्तर्द्वन्द्व र त्रासका बीचमा पनि आफूलाई जतन गरेर राखेकी थिएँ मैले। अहिले सम्झिँदा अचम्म लागेर आउँछ। दिन त जसो तसो कटाउँथे, रात काट्न मुस्किल हुन्थ्यो। साह्रै गाह्रो हुन्थ्यो रात काट्न। रामलाई खोइ कसले हो माथिबाट धकेलेको सपना देखेँ।
सपना पनि असाध्यै नराम्रो देख्थे, डर पनि असाध्यै लाग्थ्यो। बाहिरतिर खत्रक्क गर्दा पनि डर लाग्थ्यो, पिसाबले च्यापे पनि बाहिर निस्किन डर लाग्थ्यो। कहिले बिहान होला जस्तो हुन्थ्यो। दिनभरि यसो त्यसो गरेर बिताउँथेँ। रात परेपछि उही चिन्ता, उही त्रास, उही सपनाको डर। त्यो रात पनि असाध्यै नराम्रो सपना देखेँ। रामलाई खोइ कसले हो माथिबाट धकेलेको। सपनीमा रुँदै रुँदै विपनामा पनि रुन पुगेछु। पसिनाले शरीर लतक्क भिजेको, हिक्क हिक्क नरुकिएको, यताउति छाम्छु कोही छैन। आफ्नो धड्कन मात्र ठुक्क ठुक्क गरिरहेको छ। कताबाट आवाज आए जस्तो, आमा आमा। हर्षले हो या गर्वले आँखा भुलभुलाएर आयो। छाती सर्र कुनै रस्टेर भरे चाहिँ भयो। पेट सुमसुम्याए। मलाई पनि त मायाले बोलाउने कोही छ भन्ने भयो। डरलाई काखी च्यापेर सुतेँ। त्यही दिनको भोलिपल्ट लगभग 4 बजेको हुँदो हो राम घर आए। यसरी दुब्लो चुस्स दारी परेको, सुकेका गाला, मैला कपडा, 2वटा झोला सकि नसकी बोकेर। हर्षको सीमा नै नआएको थियो मेरो। हत्तपत्त उनको हातबाट झोला थामेर भुइँमा राखेर झम्म अँगालोमा हाम फालेर आँसुको नदी बगाएकी थिएँ। मेरो अवस्था देखेर हो या आफ्नो समस्याले गलेर हो, लामो लामो सुस्केरा काटेर खाटमा डङलङ्ग फालेका थिए राम। पछि पो थाहा भयो उनी त बिरामी पो परेका रहेछन्। क्षयरोगले छाती लुसिसकेको रहेछ। औषधि गरेर पनि निको हुन्छ कि हुँदैन होला भन्ने चिन्ताले बाढ हानेको थियो दुवैको छातीमा। हे भगवान्, अलिकति खुसीको झुल्को देखाउँदै लोभ्याउँदै अँधारोमा धकेल्छौ किन? बरु एकैपटक सखा पारन गाह्रो भयो। अब त यसो राम्रो मेसो आउँछ कि भन्यो फेरि उस्तै। यस जन्ममा जानी जानी त कुनै गल्ती गरेकी थिइनँ, पुजारी बाले भन्नुहुन्थ्यो। उस जन्ममा पाप गरेकाहरूले यस जन्ममा भोग गर्नुपर्छ। यस जन्म दुःख भोगे पनि राम्रो कर्म गर्न सके अर्को जन्म सुख भोग पाइन्छ। सुख भोग गरेपछि हाम्रो पुण्य सकिन्छ र हामी नरकमा खस्दछौँ। त्यसैले हामीले दुःख कष्ट भोग्नु पर्दा र सङ्घर्षको उत्कर्षमा निमिठुनु पर्दा अर्को जन्मका लागि पुण्य बटुलेको सम्झिनुपर्छ भनेको सम्झे। अतीतका ती मन्त्रलाई बारम्बार स्मरण गर्दा पनि मन थामिएन। अरू त के थियो र? म पनि उनीको हात उनीको साथ। उनको जोगत मेरो सोगत बन्थे। तर पेटमा हुर्किँदै गरेको शिशु। जति चिन्ता गरे पनि, जति सेवा गरे पनि, जति औषधि गरे पनि उनको रोग कम हुने छाँटै देखिएन। एक दिन ठिक भयो जस्तो हुन्छ, अर्को दिन फेरि उस्तै। गाउँ नजिकै उनका साथीहरू थिएनन्। जो साथीहरू थिए नजिक हुँदैन थिए, टाढिँदै गए। एक त त्यहाँ गाउँको समाज पनि नजिक थिएन। एक दिन मालिक आएका थिए। बाहिरबाट चिच्याए, रे गुलाब, चिन्ता नगर, तेरो पहिला क्षयरोगले माया गरे गर्न दे, तँलाई माया गर्ने म छँदैछु। तेरो लुग्नेको छातीका क्षयरोगका किरा सल्याङ बलाङ गर्छन्, आइज मेरो छातीमा राज गर्न भनेका थिए। अलिकति दयाको थुपो पनि नभएको मान्छे। त्यसैले त दानव भनेकी थिए नि। आज पनि भन्छु, त्यो दानव यो राक्षसै हो। त्यसलाई सम्झिँदा त मेरो पेट र शरीरको तल्लो हिस्सा काटेर फालिदिन मन लाग्थ्यो। बिचरा राम बोल्न पनि राम्रोसँग सक्दैन थिए। लगातारको खोकी, कहिलेकाहीँ त मुखबाट रगत पनि आउँथ्यो। औषधिले मात्र त निको हुँदो रहेनछ क्षयरोग। आजभोलि बल्ल थाहा पाएको छु। खानामा बडो ध्यान पुर्याउनु पर्दो रहेछ। के खाने के थियो र? भात खान त मुस्किल, के रुच्दो हो? मलाई सर्छ कि भनेर कुनातिर फर्किएर सुत्दथे। खोकी लाग्यो भने आफ्नी आमाको पुरानो धोतीको टुक्राले मुख टालेर खोक्दथे। छाती दुखेर हो या भक्खानिएर हो, त्यो धोतीको टालोले मुख छोपी रुन्थे। सिरानीमा आमाको कपडा राखेर सुत्दथे। पछि त मैले कपालमा सिउरिने गुलाबलाई गालामा टाँसेर सुत्दथे। भन्थे, गुलाब, म मरे भने यो गुलाब मसँगै चितामा सुताइदिनु। हामी सँगसँगै जलेर सँगसँगै जान्छौँ। तिमी चाहिँ नरोनु, आफ्नो सन्तानको र आफ्नो जतन गरेर बाँच्नु। कति रोए, कति हिसाबै छैन, कति कहालिए गणनै छैन। उनको छातीमा शिर राखेर रुन पनि कहाँ पाएर। के लेखेको रहेछ र भावीले पनि? मेरो सपनाको राजकुमार दन्ते कथामा जस्तै आयो, सपना देखायो। सपना जति पोको पारेर आफू मात्र उही सपनाकै सहरमा फर्किन आँट्यो। सहरबाट फर्किएको 1 महिनापछि रामलाई असाध्यै गाह्रो भयो। रगतै रगत बान्ता गर्न थाले। म आत्तिएँ। गुहार गुहार भन्दै चिच्याउन थाले। सकी नसके उनलाई उठाएर मुख पुसिदिए। त्यस्तो अवस्थामा पनि मलाई पर जाऊ भन्थे इसाराले। कसरी पर जान सक्थे र? म मानिनँ।
काखमा राखेर बच्चालाई चाहिँ मुसारिरहे, रगत पुछिरहे। उनलाई अचानक छटपट्याउन थाल्यो, स्याँ स्याँ गर्न थाले। मेरो रामले तनक्क हात खुट्टा तानेर सोट चलाए। हात उठाएर मेरो आँसु पुछ्न खोजे, पुछिदिन खोजेका थिए आँसु, तर गले ढले सकिए अस्ताए। म चिच्याएँ। उनी सँगसँगै म पनि सकिएँ, निथ्रिएँ। म पनि बिलाएँ विभत्स अन्धकारमा। म चिच्याउन थालेँ, राम राम। अलिकति पानी पिलाइदिएँ। एक दुई पटक निले, त्यसपछि निलेनन्। हेरिरहे, मलाई हेरिरहे, आँखा नचिम्ली हेरिरहे। तिमी कति राम्री छ गुलाब भन्थे बरै मेरा रामले। सायद त्यसैले हेरिरहे कहिले नथाक्ने गरी, नअगाउने गरी। कति बेला होस आएछ। बाहिरपट्टि 2-4 लोग्ने मान्छे अनि 2-4 आइमाई गल्याङ मल्याङ बोले चाहिँ माने। को होला, किन आएका होलान्? म त भुलेकी रहेछु मेरो आमको अवस्था। मेरो अवस्था को हो भनेर चिच्याएछु। उनीहरू झ्यालको खापा धकेलेर भित्र चियाए। कोही त ढोकाबाट पनि चियाउन आए, तर केही बोलेनन्। म जुरुक्क उठ्न खोजेँ। बल्ल पो चाल पाएँ, मेरो काखमा मेरो राम। हे भगवान्, उनी त कहिले नउठ्ने गरी निदाएछन्। बल्ल चहराए मेरो भ्वाङ परेको घाइते मुटु, हजारौँ चिरामा चिरेको छातीमा फक्लाटा पनि हरे चहराउन थाल्यो। कति चहराएको यो छातीको घाउ। ढाको छोडी छोडी रोएँ। कोही बोलेको सुनिनँ। मैले सोचेँ, सास फेर्ने भरोसा कहाँ खोज्ने अब? कसको सहारा र मायामा? झल्यास पेटको सन्तानको याद आयो। कतै मेरो रामको पो हो कि? त्यो अबोध बाल हत्याको पाप पो लाग्छ कि? सम्झिँदै रुँदै ढल्दै फेरि उठ्दै रुँदै गरेछु। रात पर्यो, झमक्कै अँधेरियो। सिङ्गो धरती अनि विशाल आकाश, पुरै अँधेरियो। रामको मृत शरीर उठाउने कोही भएन। सकी नसकी तन्नामा राखेर आफैले बाहिर तुलसीको मट्नेर ल्याएर सुताएँ। त्यो पल सम्झिँदा अहिले पनि शरीरभरि काँडा पलाएर आउँछ। पीडाको चट्याङ बज्रिएको बेलामा सकसको वज्र अर्कातिर। खेतका आलीबाट आइमाईहरूले बत्ती बाली बाली मेरो रमिता हेरिरहेका थिए। लोग्ने मानिसहरू पनि तिग्रा ठटाउँदै कप चुटिरहेका थिए। म अबला निरी आइमाईले अन्तिम बिदाई गरेकी थिए मेरो प्राणेश्वरलाई। खोइ को बोल्यो थाहा छैन। यति सुने, सती पठाइदियो यसलाई। सती जाने प्रसङ्ग त सुनेकी थिएँ। श्रीमानको मृत्युपछि श्रीमतीलाई जिउँदै जलाउँछन् रे। म त जले पनि के थियो र? पेटको सन्तानको माया हो। म त चितामा नजले पनि चिन्ताको रापले जलेर खरानी हुन्छु होला। सँगै चितामा जल्नु परे पनि जलुली। अर्को जन्म सँगै भइन्छ कि? मन तयार भइसकेकी थिएँ। ए मुख ढाकिदे तेरो पोइको, अब त्यसलाई उठाउनु पर्छ भनेर घोक्रो बजार्यो पापीले। मैले अन्तिम पटक अत्यन्त प्रेमले मुसारे, हातले, ओठले, गालाले मेरो रामको मुहारमा। उनको छातीमा अभागी पुनपुरो बिसाएर आफ्नै जीवन बगाउने गरी बगाएँ आँसुको बाढी। शरीर छोपेको च्यादर काँपेका हातले तानेर मुखसम्मै छोपिदिए। 2-4 मानिस आएर उनको निर्जीव शरीर उठाए। 2टी आइमाई आएर मलाई समाएर भित्र लगे। जबरजस्ती कपडा फेराए, श्रृङ्गार गराए। भन्दै थिए, अब त पनि तेरो पोइसँग चितामा जल्नुपर्छ। म बोलिन, सुम्पिएँ लाचार शरीर। मनमा केही राग बनाइ बचेको थिएन। जे गर्छन् गरून्। मौनताले कप्लक्कै निलेको थियो मलाई। सिन्दुरको डिब्बा नभेटाएर खोज्न थालेँ। आफ्नै भाषामा बोलिरहे, सायद मैले बुझ्दिनँ भनेर होला। मालिकले यो मरेपछि यसको घर जग्गा र त्यो खेत मालिकले आफ्नो नाममा पास गर्न पाउँछु। यो सँगसँगै पेटको बच्चा पनि मर्छ। त्यसपछि मुद्दा मामिलाको चक्करमा फस्नु पर्दैन। जसरी हुन्छ फकाएर, सम्झाएर, धम्काएर जसरी भए पनि सती पठाउनु पर्छ। यस्तै तितो वास्तविकताको सुइकोले मन पोल्यो भत्भती। त्यही तागतको ज्वाला धन्काउन थाले भित्रभित्रै। त्यो पापीले मेरो रामको परिश्रमको कमाई, उनको सपनाको घर र उनका बाबा आमाले सन्ततिका लागि जोगाएर राखेको त्यो विरासत, त्यत्रो जग्गा जमिन कसरी सर्लक्क खान सक्छ र? मेरो गर्भको सन्तान चाहे जोसुकैको होस्, रामले आफ्नो मानेका थिए। थोरै होस् धेरै होस्, उनको सम्पत्ति उनको छोराको हो भनेका थिए। गुलाब नरुनु है, चिन्ता नगर्नु, पटक्कै छोराले पाल्छ तिमीलाई। मधुर स्मृतिले जोसको झोक्का बोकेर ल्यायो। शक्तिको आहटले सन्देश पठायो, म बाँच्छु, सन्तान जन्माउँछु सुरक्षित ठाउँमा गएर। अब भाग्नुपर्छ भन्ने निर्णय गरेँ। मेरो शिरमा सिउरेको गुलाब रामलाई चढाउने बाहनामा बाहिर निस्किएँ। उनीहरूको अँध्यारोमा के खोज्दै थिए? सायद सिन्दुर। म सुटुक्क बाहिर निस्केर आकाशबाट फुस्किएको धिमधिमी उज्यालोमा गुलाब चढाएँ रामको शरीरमा र उनको पाउमा शिर राखेर मनमनै माफी मागेँ।
अबको जन्म जन्म तिम्रै साथमा बस्नेछु, तिमी स्वर्गमा बा आमासँग बस्नु भनेर अलिकति उनको पाउले छोएको माटो शिरमा लगाएँ। एक मुठी माटो गजप्प पारेर लुरुक्क निस्केँ म। थाहा पाएछन्, पकड पकड भनेर चिच्याउन थाले। अन्धाधुन्द दौडिरहेँ म। अँधेरोको पर्दाले घपलक्क छोपेको थियो। सायद टाढाबाट म कता दौडिछु मिसिनै पाएनन्। भाग्दा भाग्दै सोचेकी पनि थिएँ, मेरो रामको शरीरको अन्त्येष्टि कसले गर्ला। म यसरी भाग्दैछु। फेरि सोच्यो, मरेपछि आत्मा उडेर अन्तै जान्छ। मर्ने त बाहिरी शरीर मात्र न हो, गाउँमा उनका काका पनि त छन् भन्थे। गाउँलेहरू मिलेर त जलाउलान् नि। मनले हरदम पुकारिरहे, मेरो राम, तिमी मेरो मनमा छौ। त्यही विश्वासले अनौठो शक्तिधारा सिञ्चन गरिरह्यो। त्यसैको आडमा म भाकिरहेँ। बाटो चिनेकी थिइन्। यस्तो अन्जान यात्राको गन्तव्य कस्तो हुन्थ्यो होला। धेरै टाढासम्म भाग्न सकुला जस्तो त लागेको थिएन। खोइ कसरी ऊर्जा पलाएर आयो। त्यही ऊर्जाको अँगालोमा बेरिएर धेरै पर पुगेकी थिएँ। एउटा मसिनो लट्ठी बाहेक प्रत्यक्ष देखिने सहारा त थिएन। परमेश्वरको साथ पनि थियो अवश्य नै। शिवजीलाई मनमनै जप्दै हिँड्दै गएँ। मेरो गन्तव्य अनिश्चित थियो, तर लक्ष्य एउटै थियो, गर्भको सन्तानको रक्षा। शरीर धेरै तातेर हुँदो हो, पेट असजिलो हुन्थ्यो, बेला बेलामा कटकटी दुख्थ्यो पनि। हिँड्दा हिँड्दै मोटर हिँड्ने बाटो पनि देखियो। बाटो देखेपछि खुसीले हो या रामको यादले हो, छन् पीडाले अमिलो अमिलो भर चहराएको थियो। यो मुटु पनि कति चहराउँछ। रुँदै रुँदै मूल बाटो हिँडिरहेँ। जहाँबाट रामले मलाई उठाएर लगेका थिए त्यहीँ पुगेछु। ठ्याक्कै चिनेकी थिएँ। तिमीले कस्तरी उठाएर लगेका थियौ राम, त्यही आएकी छु हेर त भनेर धेरै बेरसम्म रहे पनि पीडा कम हुने छाँटै देखिएन। मनले उनीहरूलाई पुकारिरहेको थियो, राम, बरु त्यसरी नै उठाएर लैजाऊ, तर आऊ। त्यो अन्जान माटो भिज्ने गरी र सुनसान हावामार्गमा लहरिने गरी फलाकी फलाकी रोएकी थिए। मोटरहरू हुइकिएर आउँथे। झ्यालझ्यालबाट मानिसहरू मरेको देखेर हेरिरहन्थे टाढा पुग्दासम्म। त्यसरी अबला नारी एक्लै रोएको देखेपछि त मोटर रोकेर पनि त के भयो भनेर कसैले पनि सोध्दैनथे। पागल पो सम्झिन्थे कि मेरो हुलिया पनि त्यस्तै हुँदो हो। आफ्नो मन आफैले बुझाएर हिँडे। धारामा अन्जुली थापेर पानी पिए। नुहाउनु पर्ने, कपडा फेर्नु पर्ने, तर त्यति बेला सम्झना थिएन। कहाँबाट आएको नि बल। साँझ पर्दासम्म हिँडिरहे। बाटामा मानिसहरू देख्दा घोप्टो परेर हिँड्थे। कतिवटा मोटरलाई रोक्ने प्रयास गरे तर कतै रोकिएन। जति हिँड्दा पनि सहरसम्म पुग्न सकिनँ। जे होला होला यही रुखमुनि सुत्छु भनेर पल्टेकी थिएँ। फेरि सोच्थे त्यसरी भागेर हिँडेकी, यहाँ सुत्दा बाघ भालु शिकार गरे त के अर्थ पो र। सकिन सके खुट्टा लथारिरहे। अगाडि एउटा ठुलो मोटर रोकेको थियो। पछाडिपट्टि वाङ्गै थियो। भित्रपट्टि पराल जस्तै मानेकी थिएँ जुनको उज्यालोमा। यो पराल कहीँ न कहीँ त लैजाने होला नि। म पनि यसमा बसेर गएँ भने कुनै बस्तीमा त पुग्छु होला नि। त्यहाँ पुगेर कतै कतै हात जोडेर दुःख देखाएर काम मागुली। घस्री घस्री भए पनि काम गरेर आफू र आफ्नो पेटको बच्चाको सास धानुली भन्ने हिम्मत आयो। भगवानले बाटो देखाएकै त होला नि। त्यही विश्वास मनमा सजाएर गाडी चढ्ने गरे। त्यत्रो पेट उचालेर गाडीको उचाइ उक्लिन सकिनँ। पेटमा रामले पसिना पुस्ने गम्छाले बाँधेकी थिए। त्यही फुकाएर मोटरको फल्लामा अड्काएर बाँधी त्यसैमा समाएर माथि उक्लिए। बल्ल तल्ल माथि त चढे। भित्र पराल अटेस मटेस भरिएको थियो, तर बस्ने कसरी। चराले गुड बनाए चाहिँ खोसली खोसली सानो ठाउँ बनाए बस्नलाई। अहिले सोच्दछु हामी मानिसले सङ्घर्षका पहाड चढ्दै यस्तै बसेर त बनाउँछौँ नि। गम्छा फुकाएर माथि डन्डीमा बाँधेर त्यही समाएर बसे। हे राम, तिमी नै त छौ मेरो सहारा भनेर त्यही गम्छामा सिर लुटुपुटु पारेर रोइरहे। रोएको कसैले सुने भने त मोटरबाट झरालिदेलान् नि भन्ने भयले चुपचाप आँसुको गङ्गा बगाइरहे। निशब्द। घर घर गर्दै र दुवैतिर कालो धुवाको मुस्लो उडाउँदै गाडी हिँड्यो। मन अलि ढुक्क भयो। गन्तव्य नभएको यात्रीलाई जहाँ पुगे पनि नयाँ सुरुवात हुन्छ। अरू विकल्प पनि त छैन नि भन्ने विचारले मन बुझायो। मोटर हिँडिरह्यो। मोटरभन्दा तेज अनियन्त्रित मन। मोटर रोकिएन कतै। रातभर गुडिरह्यो। भगवानको कृपाले निदाउँदा पनि खसिनछु मोटरबाट। एकैपटक मोटर रोकिएको धक्काले उठाए मलाई। यसो बाहिर चियाएको झिसमिस उज्यालो भएको रहेछ। अब ओर्लिन पर्यो भनेर मन दह्रो पार्दै ठ्याक्कै एउटा मानिस पछाडि आयो। सायद पराल झल्नका लागि होला। उसका मेरा आँखा ज्वास्सै जुधे। मलाई देखेर तर्स्यो। ऊभन्दा त मनै झस्केँ। ए गुरु, यहाँ त आइमे पो छ त। बिहे गरेर परालमा लुकाएर ल्यायो कि क्या हो? लौ न नि, एकै रातमा पेट पनि ठुलै पो बनाइदिएछौ।
होइन ए गुरु, घरकी भाउजूको डर लाग्दैन? ड्राइभर मोटरको ढोकाबाट वात्त हाम फालेर बाहिर पछाडि आयो दौडिँदै। मेरो त होसावासै उड्यो। हतारमा वात्तै हाम फालेछु। मेरो रामको गम्छा उहीँ अड्किएछ। म भुइँमा पछारिएछु। लो बर्बाद भयो भनेको सुनेकी थिएँ। त्यसपछि केही थाहा पाउन्न सम्झिन्न। एकैपटक बेउजिँदा थुप्रै सेता कपडा लाएका लोग्ने मानिस र केटी मानिसहरू मेरा अगाडि यताउता गरिरहेका थिए। थुप्रै बिस्तारा अनि बिस्तारामाथि लम्पसार फालिएका मानिसहरू, कोही रोइरहेका, कोही चिच्याइरहेका। मलाई डर पो लाग्न थाल्यो। यसो उठ्न खोजेको पेट खाली भए चाहिँ माने। म नातिएर पेट छाम्न पुगेछु। पेट त खोक्रो छ, रित्तो छ। राम, मेरो राम, खोइ त मेरो बच्चा। हे शिवजी, म सकिएँ। म मोटरबाट खस्दाखेरि मेरो बच्चा पनि त्यही पो खस्यो कि। म चिच्याएछु। चिच्याउँदै फलाक्दै सुतेको ठाउँबाट उठेर दौडिन खोजेछु। एउटी सेतो कपडा लाएकी, टाउकोमा सेतो रुमाल सिउरेकी राम्री केटी आएर मलाई टपक्क समाइन्। उनले मिठो नरमसँग, बहिनी तिमी गाडीबाट लोटेकी रहेछौ, गाडीवाला यहाँ लिएर आएका थिए, तिमी लोटेकीले तिम्रो पेटको बच्चालाई असर गर्ला भनेर छिट्टै निकाल्नु पर्यो। ऊ हेर त, तिम्रो शरीरबाट रगत धेरै भएको, रगत पनि चढाउनु परेको छ। ऊ त्यहाँबाट औषधि पनि दिएको थियो। उनले देखाएकोतिर हेर्दै नरकाएर सोधेकी थिए, खोइ त मेरो बच्चा। मलाई प्रेमले सुमसुमाउँदै उनले भनेकी थिइन्, तिम्रो बच्चा मात्र 7 महिनाको भएकोले आफै जन्मन सकेन, तिम्रो पेटबाट निकाल्नु पर्यो। अहिले ऊ ठिक छ। सानो भएकोले मेसिनमा राखेका छन् उसलाई। तसलाबाट गाईको गोबर राखेर, तसलामा गाईको गोबरमा राखेर निकालेको त सुनेकी थिएँ बच्चा। हो, तसलाबाट गाईको गोबर राखेर बच्चा निकालेको त सुनेकी थिएँ स्वस्तानीको कथामा। पेटबाट निकालेर बच्चालाई मेसिनमा राखेको त सुनेकी थिएन। कस्तो होला त्यो मेसिन? सानो बच्चालाई ठुलो बनाउने मेसिन त होला नि। म रुँदै रुँदै सोधेकी थिएँ, मेरो बच्चालाई ठिक त छ नि? उनी हाँस्दै भनेकी थिइन्, तिम्रो बच्चा सम्पूर्ण ठिक छ। हेर्दा तिमी जस्तै छ। छोरा जन्माएकी छौ नानी तिमीले। तिम्रो पेट यहाँनिर चिरेको छ। चिरेको घाउ सिलाएको पनि छ। धेरै हलचल नगर, धेरै नरो, आराम गर भन्दै मेरो पेटमा सेतो कपडाले टालेको ठाउँ देखाइदिएकी थिइन्। अहिले आएर बुझेकी छु, अपरेसनपछि बच्चा निकालेको घाउमा र लगाएको टाका छोप्नका लागि ब्यान्डेज लगाएको रहेछ। डर त लागेको थियो नि त्यसरी आफ्नै पेट चिरेको घाउ मुसार्दा, तर डरसँगै भर पनि उत्तिकै लाग्यो। अब मेरो बच्चा सुरक्षित रहनेछ। कत्रो आश थियो, कत्रो त्रास थियो। सबैभन्दा ठुलो डर हट्यो। कसरी जन्माउली भन्ने त सन्तासमा छटपटिरहेकी थिएँ म। थाहै नपाइ पो जन्मियो त। चिच्याउनु त चिच्याएकी थिएँ अस्पताल छिर्दा पनि धेरै बेरसम्म। धेरै दुखेर हो या डर अनि कमजोरीले हो, म सम्झिनै सक्दिनँ थिएँ त्यति बेलाको पीडाको भाषा। मात्र पछाडिको कम्मरको तल्लो भागको परेको सम्झना थियो। जे भए पनि राम, तिम्रो सहाराले बालकलाई जन्म दिन सके। मैले जे जसरी जुन तरिकाले भए पनि उसलाई हुर्काउनुपर्छ, जतन गर्नुपर्छ। हे राम, तिमी माथि भएको अन्यायको बदला त्यही छोराले लिनेछ। यताउति थुप्रै म जस्ता आइमाईहरू मान्छे कराइरहेका थिए। गहिरो चोटले निलेका ती अनुहार देखेर मलाई बेचैनी बढिरहेको थियो। तिनीहरूका अगाडि बरु तिनका आफन्त सान्त्वना दिँदै मुसार्दै गरिरहेका थिए। मेरो अगाडि कोही थिएन, नितान्त एक्लै थिएँ म। साथ थियो त अनिश्चित भविष्यको आशंका र निरवता। बेला बेलामा तिनै सेता कपडा लगाएका सफा राम्रा मानिस सामुन्ने आउँथे। साँच्चै ती मान्छेले त मरासन्न मानिसको प्राण पनि बचाउँदो रहेछन्। भगवान् शिवजीका दूत पो हुन् कि त जस्तो भान पनि भयो त्यो उति बेला। एकैपटक मेरो पनि र मेरो छोराको पनि प्राण रक्षा गर्ने ती शिवदूतहरूलाई मनमनै प्रणाम गरे। मेरा राम पनि यिनीहरूसँग भेट्न पाएको भए, आफ्नो रोग बताउन पाएको भए, पश्चातापले हो या विरहले खिन्न भएको थियो मन। आजकल बुझेको छु ती सेता कपडा लगाएका राम्रा मान्छे डाक्टर र नर्स रहेछन्। भोलिपल्ट बिहान खाना खाएपछि मलाई हात समय डोराएर एउटी अधवैँसी आइमाईले मेरो छोरा राखेको कोठामा लगिन्। त्यति बेला म रोएकी थिएँ धेरै नै। त्यस्तो मेसिनभित्र त्यति साना बालक। हुन त मेरो छोरा मेरो पेटमा पनि लुपुक्क हटाएको थियो नि। भर्खरसम्मको कमजोरी, तन र मनमा चहराएको घाउको समन छोराको माया देखिसकेपछि भयो। कस्तो माया, छोराको माया लाग्दो अनुहार देखेपछि सर्लक्कै गायब भएको थियो त्यो डहन। सुस्त तलमाथि गरिरहने सानो पेट, गला कलिला गुलाबी ओठ, बन्द आँखा, कति माया लाग्दो, कति लोभ लाग्दो। मैले सोधेकी थिएँ, दिदी एकपटक मेरो छोरालाई काखमा लिन मिल्छ? उनले मुसु हाँस्दै भनेको थिइन्, अहिले मिल्दैन।
डाक्टर साहबले भन्नुभएको अझै एक हप्ता त्यही मेसिनमा राख्नुपर्छ अरे। बच्चा सानो पनि छ, फेरि तिमी लोड्दा उसलाई पनि अलिअलि असर परेको होला नि। तिमी चिन्ता नगर, सबै डाक्टरले हेर्नुहुन्छ, सबै ठिक हुन्छ। बरु हिँड बहिनी, तिमी कमजोर छौ, आराम गर्नुपर्छ। तिमीसँगै अपरेसन गरेका अरू बिरामीहरू कक्रक्क परेर राम्रोसँग पनि नबोलेर सुतिरहेका छन्। तिमीले जिद गरेकाले मात्र डाक्टर साहबले बच्चा हेर्न दिनुभएको। उनले मेरो कान हिँडेर मुख ल्याएर सोधेकी थिइन्, बहिनी तिम्रो श्रीमान खोइ त? उनको छोटो प्रश्नले मेरो मुटुको घाउमा धक्का लागेको थियो। साह्रै नै बाँडै हानेको थियो। घाइते चरी चाहिँ फुत्रु फुत्रु गरेको थियो। कोमल छाती, के भन्नु। झट्ट पुजारी बाले भनेको सम्झे। राजा महाराजाहरू महलबाट बाहिर निस्किनु पर्यो भने भेष बदलेर मात्र निस्किन्थे रे। आफ्नो पेट कसैसँग खोल्दैनथे रे। मेरो बुद्धिले काम गरोस् त्यति बेला। श्रीमान पैसा कमाउन परदेश गएका छन्, म पनि घरमा एक्लै थिएँ। खाना लाउन पनि मुस्किल, केही काम पाउली कि भनेर सहर पसेँ। भन्दा भन्दै मुटुको घाउमा धक्का लागेर खुबै रोएकी थिएँ म। उनले मेरो पीडाको भाषा बुझिन्। मलाई थम्थप्याउँदै भनेकी थिइन्, भइगयो नरौ, सुत्केरी खर्च जोगाड गरेर फर्केला नि, तिमीलाई निको भएपछि घर जाउली। तर मनमा पीरको भुइँचालो गएको थियो। मेरो त यो संसारमा आफ्नो भन्ने कोही छैन। भएको झुपडी पनि छोडेर हिँडेँ, जग्गा जमिन पनि छोडेर हिँडेँ। अब कहाँ जाउली, कोसँग बसुली। तैपनि मनलाई मायाले अँगालेर उनलाई भनेकी थिएँ, दिदी मेरो घर त निकै टाढा छ, बाटो पनि सम्झिन्छु कि सम्झिन्न, यो कुन सहर हो दिदी भनेर सोधेँ। उनले यो बटौली हो बहिनी, तिमी भर्ना भएको यहाँको सरकारी अस्पताल हो। यहाँ त बच्चा जन्माएपछि सुत्केरीलाई खाना कपडा फलफुल सित्तैमा दिने चलन छ। तिमी जस्ता दुखी बेसहारा दुर्घटनामा परेकाले त छुट्टै सहयोग पनि हुन्छ। मेरो मन अलि ढुक्क भयो। औषधि सुई सफाई दुखाइ पल पल सम्झिन्थे मेरो रामलाई। कति सम्झिन्थे, कति खुसी हुँदा हुन् मेरा उनी। आहा, त्यो कलिएर छोरा काखमा लिएर कति मुस्कुराउँदा हुन्। बाउ छोराको सङ्गम देखेर कति खुसी हुँदै हुँ। आमा बनेकोमा कति गर्व गर्थ्यो म पनि। आमा बन्दाखेरिको खुसी र गर्वको ज्योति देखाउनै पाइनँ मैले मेरो रामलाई। उनलाई त्यति घृणा गर्ने मेरो मनमा प्रेमको सागर भरेर गएका थिए मेरा राम। म कसरी भेटुँ उनलाई अब। छोराको कलिलो ओठ चिउडो गला कान सबै रामसँग तुलना गर्दै सुतिरहन्थे। नयाँ ठाउँ नयाँ मान्छे नयाँ अस्पताल नयाँ परिवेश भए पनि त्यहाँका मानिसहरूले देखाएको मानवता र सहयोगी भावना मेरो मनमा त्यस ठाउँप्रति अगाध श्रद्धा र प्रेम भरिभराउ भएको थियो। भाषा पनि मेरो जस्तै थियो। मानिसहरू पनि पुजारी बा मुखिया काका उनकी बुहारी नाति नातिना जस्ता देखिन्थे। कहाँ कहाँ बिरानीबाट अलिअलि चिनेको ठाउँमा आएको आवाज त हुन्थ्यो। अलिअलि पलाएको खुसीको त्यान्द्रोले मनको घाउ सिलाउन खोज्यो। रामको अभावले चुटु चुटु काट्न थाल्थ्यो। फेरि जब साथ र प्रेम बिचमै छुटाउनु थियो त एकैछिनका लागि किन दियो, किन पिरतीको अमृतपान गराएर आज प्यासले घाँटी प्याक प्याकी सुक्ने गरायो भन्दै कुनातिर फर्केर रोइरहन्थे। फेरि आफ्नो चित्त आफै बुझाउँथे। कहाँ कहाँबाट उछिट्याएर लगेर त्यो अनकन्टार विकट गाउँमा रामसँग भेट गराउनु, उप्रतिको घृणा भस्म भएर प्रेमको पालुवा बहलाउनु। लहलहाएको त थियो नि प्रेमको पालुवा। विश्वासको दुबो मौलाउनुसम्म मौलाएको थियो। हराभरा भएको थियो। कस्तो अचम्म, कसरी छुटायो, कस्तो विडम्बना। बिहे हुनु हो, मालिकले 4-5 दिनसम्म सम्बन्ध राखेर अनेक यातना दिनु। त्यति यातना दिँदा पनि म बाँच्नु, पेटमा बच्चा बस्नु, रामसँगको चिर वियोग हुनु सबै उनी परमेश्वरको इच्छा नै त होला नि। न त त्यत्रो मोटरबाट खस्दा मरे पनि त हुन्थ्यो नि, बच्चालाई केही हुन पनि सक्थ्यो नि। उस्तै दुर्जनको फेला परेको भए मलाई मारेर फालिदिन्थे। हामी मान्छेलाई एक्लै फालेको देखेपछि यसुकका सुरक्षा दिनुको सट्टा व्यवस्थाको फाइदा उठाउने यत्र तत्र सन्तानहरू। दयालु मानिसको सम्पर्क राम्रो ठाउँमा आइपुगेछु। धन्न जय शम्भु। मनमनी प्रण गरेँ म निको भएपछि पनि यही सहरमै बस्छु। काम पाएँ भने गरौली, नत्र शिवजीको मन्दिर खोजेर त्यहीँ बसुली। मन्दिरको सामुन्ने रहेको पत्थरमा धागो बाँधेर त्यसैलाई छोराको बा बनाएर सुरुबुरु गुजारा गरौली। जसोतसो छोरा पढाउन सके भने त अलि सुख होला नि भविष्यमा दुवैजनालाई। फेरि सोच्थेँ, यति सानैमा आमा बनेकी छु, कलिलै छु, कसैले गलत सम्बन्ध राखेर। हे भगवान्, यो आइमेको शरीर मानिसको शरीर यति खुला र नाजुक किन बनाएर पठायो। बाटो हिँड्दा हिँड्दै आफूभन्दा अलिक बलियो मानिसले चाह्यो भने भोग गरेर भाग्न सक्ने, राक्षसकै बीज हो भन्ने जान्दा जान्दै पनि धारण गर्नुपर्ने। आफ्नो पेटमा बसेको निशानीलाई जन्माउने मात्र होइन, उसको बा पनि खोजिदिनु पर्ने, पालन पोषण र भविष्यको पूर्ण जिम्मेवारी लिनुपर्ने।
यस्तो गर्न सक्ने आइमाईको भाग्य भनौँ, साहस भनौँ, शक्ति भनौँ या त नियतिको फल। गुनासो अलिकति मात्र थियो भगवानसँग। यति सुन्दर नारी रत्न बनाएपछि उसको सुन्दरतालाई जतन गरेर लुकाउन सक्ने यन्त्र र दुराचारीलाई शिथिल पार्न सक्ने मन्त्र पनि सँगै बताइदिनु पर्ने, सँगै बनाइदिनु पर्ने। ती दिदीले मलाई अस्पतालका डाक्टर नर्स सबैका बारेमा जानकारी दिइरहन्थिन्। मेरो बेड अगाडि बेडका बिरामीका नाम, रोग, आफन्त सबैका बारेमा बताइरहन्थिन्। म चुपचाप सुनिरहन्थेँ। कुनै नजिकको आफन्त चाहिँ फुर्सदका बेला मेरो निकट आएर कहिले मेरो कपाल मुसार्थिन्, कहिले मेरो हात स्नेहपूर्वक समाएर मालिस गरिरहन्थिन्। म धेरै दिन त्यहीँ बसेँ। अस्पतालले मलाई जाउलो, सुप, दाल यस्तै मात्र दिन्थ्यो। उनले लुकाएर कहिले बिस्कुट, कहिले रोटी, कहिले उसिनेको अन्डा ल्याइदिन्थिन्। मैले अन्डा कहिले खाएकी छैन, खान्न भनेर कति बिन्ती गर्दा पनि उनले मेरो एक मानिनन्, आग्रह नै मानिनन्, सुनिनन् पनि। बच्चा जन्माएपछि आमा त बच्चाका लागि बाँच्नुपर्छ, खाने पनि बच्चाकै निम्ति हो। आफूलाई मन नपरे पनि, इच्छा नलागे पनि उसका लागि खानुपर्छ। अहिले पो तिम्रो बच्चा उता छ, सिस्टरहरूले बट्टाको दुध खुवाएका छन्, उसलाई निकालेपछि त तिम्रो दुध नै खुवाउनु पर्छ। तिम्रो छाती नर्सले तातो पानीले सफा गरिरहने, त्यही भएर त हुने। साँच्चै नर्सले सफा गरिदिएपछि त आफ्नै छाती भारी भएर चर्किएको महसुस गरेकी थिएँ। बच्चालाई दुध खुवाउन नपाएर कपडामा निचोरेर फाल्नुपर्छ चोखो ठाउँमा, नत्र बच्चा बिरामी परिरहन्छ भनेर सुनाएकी थिइन्। साह्रै लाज लागेको थियो मलाई। त्यति बेला त सोचेकी थिएँ म गाई भैँसी हो र, भनेकी पनि थिएँ त्यसरी मान्छेको दुध पनि गाई भैँसीको जस्तै निचोरेर फाल्ने। उनले भनेको विश्वास नगरेपछि नर्सलाई बोलाएर बताउन लगाएकी थिइन्। नर्सले मलाई सम्झाउँदै भनेकी थिइन्, हो बहिनी, दुध छातीमै जम्मा भइरह्यो भने गाँठो पर्न सक्छ, पछि समस्या देखिन सक्छ। यति भनेर त्यही दिदीलाई सेतो कपडा दिएर गइन्। लाज लागे पनि कुनातिर फर्किएर आँखा बन्द गरेर दाँत किटेर छातीबाट बग्ने दुधको धारा त्यही कपडामा सोसाएकी थिएँ मैले। त्यो प्रकृतिले दिएको अमृत त्यसरी फ्याँक्नुको सट्टा कुनै भाँडोमा जम्मा गरेर कोही अनाथ बालकलाई खुवाउन पाए हुन्थ्यो नि भनेर मैले भनेकी पनि थिएँ। एउटा नर्सलाई सोध्न पनि लगाएकी थिएँ, सोधेकी थिएँ। उनले त्यसरी जम्मा पारेको दुध खुवाउन मिल्दैन, रोग लाग्न सक्छ बच्चालाई, पिर नगर, अब पर्सिदेखि आफ्नो छोरालाई काखमा लिएर दुध खुवाउन पाउँछौ। यो कुरा सुन्दा मन एकदम खाउकती लागेर आएको थियो खुसीले। कस्तो हुन्छ होला आफ्नो सन्तानलाई काखमा राखेर दुध चुसाउँदा। आमा त बने तर काखमा लिन पाएकी थिइनँ छोरालाई, न त दुध चुसाउन नै, न त श्रीमानको छातीमा पीडाको भारी बिसाउन नै। सबै कुरा भाग्यमा लेखेर ल्याउनु पर्दो रहेछ। मनले खोजेर कहाँ पाइन्छ र। पर्सीको प्रतीक्षामा पल पल गनेर बस्नुको विकल्प नै थिएन त्यति बेला। त्यो व्यग्र प्रतीक्षामा रामको यादले चहराइरहेको घाउमा मलमको काम गरेको आवाज हुन्थ्यो। पर्सी पनि आयो। बिहानको 4 बजे नै आँखा खुलेको थियो मेरो। नर्सले 7 बजे बल्ल बच्चा ल्याउन मिल्छ भन्ने बताएपछि त्यो 3 घण्टाको प्रतीक्षा पनि मलाई वर्ष चाहिँ लागेको थियो। पेट चिरेका घाउहरू त भरिँदै थिए तर मनको छटपटी बढ्दै थियो। हात समाएर नात्यौ न भन्ने मान्छे नभएर पनि होला मन त्यसरी बरबराएको। त्यो विधि छटपटी सुतु भन्ने निद्रा पनि त कहाँ हुने र। धेरै बेर बसेर नर्सले गाली गर्ने, त्यही बिस्तारामा खुरी खेल्दै बिताएकी थिएँ 3 घण्टा। मलाई छुट्टै कोठामा लग्यो। मेरो सबै कपडा फेरेर शरीर पनि पुछपाछ पारेर सफा कपडा फेराइयो। शरीर त थरथर काँप्ने भएको थियो, कमजोरीले हो या घाउको पीडाले, अरू कुरा त त्यति सम्झना छैन मलाई। त्यो हरियो तन्ना, मैले लगाएको सेतो हरियो बुट्टे गाउन, अनि त्यो मेरो कपडा खोलेर फेरिदिन दिदीको नरम भाव पनि झल्झल याद आउँछ आज पनि। त्यो अस्पताल, त्यो कोठाका केही दृश्य लगायत त्यहाँको रमरम गन्ध पनि मजाले बसेको छ मेरो स्मृतिको पानामा अमिट बिम्ब बनेर। मेरा छोरा 10 दिनको भएको थियो तर मैले स्पर्श गर्न पाएकी थिइनँ। म व्यग्र भएर प्रतीक्षा गरिरहेकी थिएँ कहिले भेट्छु भनेर। एउटी भर्खरकी राम्री नर्सले सेतो गम्छामा लुटुपुटु पारेर ल्याइन् र मेरो छोरालाई मेरो छेउमै सुताइन् बिस्तारै। उनले मेरो मुखतिर हेर्दै भनेकी थिइन्, दिदी छोरा त आमा खोज्दै आएको छ, बच्चाको बाबा खोइ त, अबिर लगाइदिनु पर्यो नि त। पेट चिरेको घाउभन्दा त्यो मुसु हाँसेर बोलीको धारले रेटेको थियो मलाई। छोरालाई छातीमा टाँसेर बलिन्द्र धारा आँसु बगाएकी थिएँ मैले। बिचरा ती कली नर्स टुलु हेरेर भाइरहेकी थिइन्। उनी गएपछि त एक्लै भएर झनै रोएकी थिएँ म।
आफ्नो सन्तानको गाला ओठ नाक कपाल पालो गरी गरी मै खाँदाखेरिको अपूर्व आनन्द, आहा त्यो परमानन्द प्राप्तिको अनुभूति, त्यस्तो आनन्द त्यसपूर्व कहिल्यै महसुस गरेकी थिएन। त्यसपछि आजसम्म पनि जति हेरी उति माया लाग्ने, जति हेरी उति मोहनीले उति नै लोभ्याउने, हेरिरहे नजर लाग्छ कि भनेर आफ्नै खुट्टाको बुढी औँलाकोमा थुक लगाएर त्यसैको टिका लगाइदिएकी थिएँ। मैले सम्पूर्ण रूपमा मेरो भनेर अधिकार लागू गर्न सक्ने अनुभव र अवसर दिने मेरो छोरालाई वर्षाएको पलको प्रेम, आँसु, आशिष र मातृत्व आज वर्षौँपछि पनि स्मृतिको पानामा स्वर्णाक्षरले कोरिएको पाउँछु। समयको फराकिलो अन्तरालपछि पनि सुत्केरी बनेर बिस्तारामा सुते झैँ, टाँका दुखे झैँ, दुध भरिएर छाती चर्के झैँ आवाज हुन थाल्छ आज पनि। साँच्ची जब नर्स आएर छोरालाई मेरो छातीमा जोडिदिन्, उनका कलिला ओठको स्पर्शले दुध धारा वर्षाएको त्यो परमानन्दको सन्तुष्टि, जब घाउ निको हुन्छ बसेर आफैले दुध खुवाउनु पर्छ है भनेर गएकी थिइन्, त्यति बेला त्यस्तो भारी मेरो छाती हलुङ्गो भएको थियो, मन चङ्गा भएको थियो अनि विचार गङ्गा भएको थियो। 2 दिनसम्म त्यही कोठामा सानो छोरा र म मात्रै बसेका थियौँ। त्यो रात कलिलो अबोध शिशुसित रुँदै रुँदै आफ्नो वेदनाको कथा पोखेरै बिताएकी थिएँ। नजिकै कोठामा ड्युटी गरिरहेका नर्सले सबै सुनेकी रहेछन्। भोलिपल्ट बिहानी आर्य बहिनी, तिमी त एक्लै रहेछौ, तिम्रो आफन्त कोही नभएपछि तिमी कहाँ जान्छौ? आज त तिम्रो डिस्चार्ज हुन्छ। झसङ्ग भएको थियो मन, आत्तिएको थिएँ, छटपटिएकी थिएँ। एक्लो यात्री त जहाँ जहाँ ठोकिएर पनि हुने। मेरो छोरा पनि त छ, जिन्दगीले चलाएको आदिमा कसरी हुमु कलिला मुनालाई। जिन्दगीको तुफान मनभित्र पनि प्रवेश गरिसकेको थियो, नराम्ररी हल्लाएको थियो मलाई। मनमा तरङ्गका छालहरू उठ्ने पछाडि छातीमा घाउ बनाउने पनि गर्न थाले। कल्पनाको सानो झिल्कोले अँधेरीको मनलाई उजेल्ने प्रयास गर्न थाले। म, मेरो सानो छोरा अनि साथमा मेरो राम भएको भए कति पुर्याउँदो मेरो संसार। कस्तो कल्पना, धुवाँ हो कि बारुद? मनमा मडारी रहन्छ, पिरो भएर विस्फोट भइरहन्छ धाँचा फाट्ने गरी। कस्तो रहेछ त भाबीको लेखा पनि। अरू धेरै पनि त खोजेकी थिइनँ नि मैले। मेरो राम, तिम्रो साथमा जीवन बिताउने सपना मात्र त थियो नि मेरो। एउटा झिल्कोले जलाइरहन्थ्यो मन। जीवनमा एकपटक उछिट्टेर आएको खुसी भेललाई समेट्न सकिनँ कि भन्ने चिन्ताले सताइरहन्थ्यो, पश्चाताप लागिरहन्थ्यो। रामले जति माया मलाई कसैले गरेको थिएन, साँच्चै कसैले गरेको थिएन। राम बिना मेरो जीवनमा दुःख लथालिङ्ग र छरपष्ट थियो। मेरो भाग्यको किताबमा माया, खुसी र सहारा भन्ने शब्द लेखिएका रहेनछन् भन्ने लाग्दथ्यो। सोच्दा सोच्दै आँसुले बुर्कुसी मार्दथ्यो आँखाबाट। पुछेर नसकिने गरी आँसु बगाएपछि मन अलि हल्का हुन्थ्यो। छोरालाई आँसु भरिएका आँखाले पुलुपुलु हेरेर बस्थेँ। कहिले मही खान्थे, कहिले सुमसुम्याउँथे, कहिले रामको पवित्र माया सम्झिन्थे, कहिले त्यो मालिकले लछार पछार गरेको घिनलाग्दो झल्को सम्झिन्थे। मेरो शरीर पनि खोइ किन हो किन आफ्नो जस्तो लाग्न छोडेको थियो। सानै छँदा पुजारी बाले जे भने त्यही मान्नुपर्ने, उनकै इसारामा नाच्नुपर्ने, उनकै इच्छा अनुसार चल्नुपर्ने। कोही थिएन मेरा बारेमा सोच्ने, मेरा भावना बुझ्ने। हुन त पुजारी बाले मलाई धेरै कुरा सिकाएका पनि हुन्, तर आजकल यसो सोच्छु, त्यत्रो बडो मानिसले म 8-9 वर्षकी बालिकालाई आफ्नो शरीरमा तेलको मालिस गर्न लगाउने, मेरो शरीरमा पनि तेल लगाइदिने किन होला त्यसो गरेको? एक मनमा कसो किरी लागेर आउँथ्यो। फेरि अर्को मनले सोच्थ्यो, मनमा खोट भए त उनले मलाई जे पनि त गर्न सक्थे नि। आफ्नै छोरी जस्तो मानेर माया पो गरेको हो कि? सम्झिँदै माया भन्ने चिज के रहेछ भन्ने भावमै मनै कोरिन्थ्यो। रामले पनि मलाई अपहरण शैलीमा नै त लगेको थियो नि घरमा। रहँदै बस्दै जाँदा के जादु चलाएको नि त्यस्तो चरम घृणा। त्यो सुनसान स्थान, एक्लो घर, गरिबी र अभाव, खोइ कसरी गहिरो प्रेमको परिवर्तन भयो। त्यो घृणा कसरी प्रेममा परिवर्तन भयो कुन्नी। सबै सकस सहेर रमाउन सक्ने भएकी थिए। मरी बाँचेर पनि उसँगै जीवन बिताउन तयारै थिए। तर केले लछारे कुन्नी मेरो भाग्यको डोरीलाई। मेरो राम उछिटेर कहाँ पुगे, म कता पुगे। अर्को चिन्ताले समात्न थालिसकेको थियो। अस्पतालबाट निस्किएपछि कहाँ गएर गुजारा गरूले? किल्किलाउँदो शिशुलाई कहाँ लगेर जतन गर्नु? पेट चिरेको घाउ हालै थियो, रगत बग्न छोडेको थिएन। छातीबाट दुधको धारा, आँखाबाट आँसुको भल, खुट्टाबाट सुलुलुलु बग्ने रगत। त्योभन्दा पनि दर्दनाक क्षत विक्षत मुटुको अव्यक्त पीडा।
अपहत्यको चरमोत्कर्ष भोग्न विवश पारेको थियो समयले। धन्न भगवानको वरदान प्राप्त छ नारीलाई। जस्तो सुकै पीडा र समस्याको भुग्रोमा परे पनि सन्तानको मुख हेरेपछि सहन गर्न सक्ने आत्मबल र साहस आउँदो रहेछ। उनी भगवानको नाम पुकारेर मनको त्रास र पीडालाई पर धपाउने प्रयास गरिरहेकी थिए। उनकै थियो भरोसा पनि। बाटो लगाउलान् भन्ने एउटा डोरीमा अल्झिरहेकी थिए। दिउँसोको नास्ता खाने बेलामा मलाई माया गर्ने दिदी आइन् मुसु मुसु हाँस्दै। उनको हातमा दुध र पाउरोटी थियो। भोक लागेको बेलामा खानेकुरा बोकेर हाँस्दै हाँस्दै आइरहेकी दिदीलाई देखेर मन भरिएर आयो। धेरै खुसी हुँदा पनि आँसु बगिहाल्ने भएको थियो। मेरो आँखामा आँसु टलफल देखेर उनले टेबलमा नास्ता राखेर नजिक आएर ए बहिनी किन रुन्छौ, टाका चस्क्यो हो भनिन्। आँखाबाट गुडुल्किएका आँसुका ठिकालाई हत्केलाले पुस्दै होइन दिदी, हजुरले गरेको मायाले मन पगाल्यो भन्दै उनलाई अँगालो मारेर रोएकी थिए टाको छोडी छोडी। खोइ किन हो मेरो रुवाईले उनलाई पनि रुवाएको थियो। एकछिन रोएपछि उनले मेरो आँसु पुछिदिँदै भनेकी थिइन्, बहिनी तिम्रो सहारा भएर स्वयं भगवान शिवजी आउनुभयो। हाम्रो अस्पतालको डाक्टर साहबले तिम्रो छोरालाई पाल्ने पढाउने जिम्मा लिन्छु भन्नुभएको छ। म त जसँगै भएकी थिएँ। छोरासँग छुट्टिएर कसरी बाँच्नु, के बाँकी रहन्थ्यो र ऊ बिना। कसरी भन्न सकेकी होलिन् आफू पनि आमा बनिसकेकी आइमाई मान्छेले पनि। मन पनि दुखेको थियो। दुखेकै पारामा बोलेकी थिएँ, हेर्नुहोस् दिदी, हजुरले म माथि लगाएको गुणको बदलामा म मेरो गर्दन काटेर दिनु परे पनि देऊला, तर मेरो छोरालाई कसैलाई देऊ भनेर नभनिदिनु होला र कसैले पनि नभन्नु होला। के गर्नु, गरिब भए पनि, विधवा भए पनि, अनपढ भए पनि आफ्नो सन्तानको माया सबै आमाहरूलाई समान हुन्छ होला। म निको भएपछि जस्तो सुकै दुःख पनि गर्थेँ। बरु एक छाक खाएर बाँचुली, तर त्यो मुटु नै चुडाउने कुरा नगर्नु होला दिदी, म बाँच्न सक्दिनँ। बरु कतै अरू केही काम छ भने भन्नुहोस्, जस्तो सुकै काम भए पनि अलि निको भएपछि गरौँले। उनले मेरो छोरालाई काखमा लिएर सुमसुम्याउँदै भनेकी थिइन्, हेर बहिनी, मन सानो नगर, म पनि दुःखले डसेर घाइते भएकी आइमाई नै हुँ। लगालग तामाका मुना जस्ता छोराछोरी खेर गए। त्यही सन्तानको सुखले बौलाएको बेला श्रीमानले सौता टिपेर परदेशी बन्यो। श्रीमानले त बौलाई मात्रै भन्दथ्यो, घरकाले त झन् बेस्या नै भनेर गलत्याएर निकाले मलाई। श्रीमानको बौलाई घरकी बेस्या। माइतीमा बा आमा छैनन्, दाजुभाइले सम्पत्ति खोसिन्छ भनेर आँगनसम्म कुस्न दिन्नन्। म जस्तै सर्वहारा त यसरी बाँचेकी छु भने तिम्रो त छोरो छ, उमेर छ, किन चिन्ता लिन्छौ। चिन्ताले जिन्दगी छिन्छ बहिनी। तिम्रो बच्चालाई देख्दा आफ्नो बच्चाको अस्याट मेटिए चाहिँ हुन्छ। त्यसैले तिम्रो वरिपरि म डारिरहन्छु। नत्र त तिमी जस्ता बिरामी सयौं आउँछन् दिनमा। अरू भए अस्ति नै डिस्चार्ज भइसक्थे। मैले इन्चार्जसँग तिम्रो अवस्था बताएर आजसम्म बस्न पाएकी छौ। उता अरूका बिरामीको रुवाले विरोध गर्दा पनि उसको कोही आफन्त छैनन्, एक्लै बस्न सक्ने अवस्था पनि छैन। न त मृदासम्म यहीँ राख्नुपर्छ भन्दै आएका छौ। तिमीले गाँठी कुरै नबुझी मन दुखाइहाल्छौ। तिमी छोरासँग छुट्टिनु पर्दैन, बेसहारा पनि हुनु पर्दैन। हाम्रो किरण डाक्टर साहबको घरमा बुढाबुढी बाआमा हुनुहुन्छ। अरू काम गर्ने मान्छे त छन्, तर आमालाई हेरविचार गर्ने, पूजा गराउने, साँझ बिहान बगैँचामा डुलाउने, यसो भजन आरती गराउने, खाएको नखाएको ख्याल गर्ने, सबै कुराहरू सहेर, सबै कुराहरू हेरेर मिलाइदिएर उहाँहरूसँग कुरा गरेर बस्ने मान्छे चाहिएको छ के। त्यही भन्नुहुन्थ्यो मलाई। डाक्टर साहबकी म्याडम पनि यही काम गर्नुहुन्छ। उहाँहरूका सन्तान हुर्किसके, 2टा सन्तान छन्, 2टै विदेश छन्। तिम्रो बच्चालाई घरमा राख्न पाए घरै रमाइलो हुने थियो भन्नुभएको छ। तिमीले काम गरे बापत महिनाभरि तलब बैङ्कमा राखिदिने रे। तिम्रो छोरालाई पढ्दासम्म पढाइदिने रे। त्यस्तो त कसले गर्न सक्छ र बहिनी आजकलको जुगमा। खान, लाउन, बस्न कुनै समस्या नै हुँदैन त्यहाँ त। नत्र यस्तो अबला, यत्रो नाबालक शिशु बोकेर कहाँ कहाँ ठक्कर खाँदै हिँड्छौ। यस्तो राम्रो अवसर मिल्दैन लाटी। सकेको काम गर, नसकेको काम सक्दिन बन। सन्चो नभए डाक्टर घरमै हुनुहुन्छ। छोराको पढाइ र भविष्यको चिन्ता लिनु परेन। उहाँहरूले सबै व्यवस्था गरिदिनुहुन्छ। पहिले कहिले कसो म पनि जान्थेँ काम सघाउन। अहिले घरमा ध्याम्तै बस्ने मानिस खोज्नु भएको छ। उहाँहरूले भनेअनुसार हिँड्यो भने राम्रै हुन्छ बहिनी।
मैले खोजेको पनि त त्यस्तै थियो, काम गर्न पाउने, खाना र बस्न सुरक्षित तरिकाले पाउने। मेरो भन्दा पनि मेरो छोरालाई माया, सुरक्षा र जतनले हुर्काउने पाए मलाई पुग्थ्यो। भगवानले दिएको यति ठुलो आशीर्वादलाई मनन गर्दै ती दिदीलाई हुन्छ दिदी तयार छु जान्छु म, तर अहिले भर्खर काम गर्न सक्दिनँ होला, बसी बसी खान त मलाई पनि अप्ठ्यारो लाग्छ नि, के गर्नु, कस्तो गुण लाउनु भयो दिदी। उनले मेरो हत्केला आफ्ना मायालु हातमा लुटुपुटु पार्दै भनेकी थिइन्, बहिनी तिमी असाध्यै सोची छौ र सत्य पनि छौ। मन्दिरमा हुर्केकी भएर होला तिम्रो मन पनि स्वच्छ गङ्गाजल जस्तै छ। काम गर्नका लागि मात्र तिमीलाई त्यहाँ राख्न खोजेको होइन के। शरीरले नसक्दासम्म केही अप्ठ्यारो नमानी बस, सक्ने भएपछि गरौली। मैले नै तिमीलाई उहाँको घरमा पठाएर फर्कोले। आज त मङ्गलबार भयो, भोलि बुधबार राम्रो होला। छिमेकीमा पण्डित बाजे हुनुहुन्छ, सायद पनि हेर्न लगाम लाउँदैन र। मैले उनको कुरालाई बिचैमा रोकेर फ्याट्टै सोधेकी थिएँ, अनि बाबुको नारायण? अकस्मात सोधेको प्रश्नले पनि कति नातिकन भनेकी थिइन्, यसको चिन्ता किन गर्छौ बहिनी, त्यहाँ गएपछि बच्चाका लागि के गर्नुपर्छ सबै उहाँहरूले नै गर्नुहुन्छ। फेरि बहिनी बाबुको तिमीलाई थाहा छ, नाम जे जोड्छ त्यही राख्ने हो, किन चिन्ता गर्छौ। उनले सजिलै दिएको उत्तरले म भित्र अप्ठ्यारो स्थितिको सिर्जना गरायो। उनलाई त केही भनेन, तर मनमा भने गहिरो चोट लाग्यो। उनले भन्छन्, छोराको बाबुको हो, आमालाई थाहा होला नि। मलाई थाहा छैन, तर मलाई थाहै छैन। बच्चा कसरी जन्मिन्छ भन्ने थाहा नहुँदै गर्भ बस्यो, गर्भ पनि यसरी बस्यो कि थाहै भएन। घृणाको बीज बस्यो या प्रेमको, सम्झिन्न, तर स्वच्छ मनले प्रेमको प्रसाद सम्झेकी छु। त्यो पापी जमिनदारको कुकृत्य र जबरजस्ती गरेको पापको बिम्ब त मैले मनको छेउमा आउन पनि दिन चाहन्नथे। त्यसको कालो छाया मेरो छोरामाथि नपरोस् भन्ने चाहन्थे। छोरा मेरो रामकै हो भन्ने पुरा त स्वीकार गरेकी थिएँ मैले। म सोचमा डुबुल्की मारिरहेकी थिएँ। दिदीले मेरो सोचाइलाई भङ्ग गर्ने हेतुले बोलिन्, हे बहिनी धेरै नसोच, भोलि नै गएर डाक्टर साहबको घरमा गएर बस। शुक्रबार तिम्रो छोराको न्वारान हुन्छ, बाहुन बाजे जसरी पनि विधि पुरा गरिदिन्छन्, चिन्ता नगर न। गर्भे टुहुरोको पनि त न्वारान हुन्छ नि, तिम्रा पति त यहाँ नभएका नहुन्, के थाहा आइपोहाल्छन् कि। छाती भक्कानिएर आयो। त्यो जमिनदार पापीलाई सम्झिने मन लाग्दैन। मेरो राम अब यो जन्म फर्केर आउँदैनन्। राम तिमी बाँचेको भए मेरो जीवन खुसीको नमुना बन्द हो, आज दुःखको खजाना बनेको छ। त्यही सोची सोची घाइते बनिरहे। मनमा जति पीडाको तुफान चले पनि उनको कुराको टाउको हल्लाएर स्वीकृति जनाइरहे। आफूभित्र उफ्रिरहेको अन्तर्द्वन्द्वका ज्वार भाटालाई भित्रभित्र छिपाउन शब्दले बोल्नुभन्दा मौन र अमूर्त स्वीकृति जनाउनु नै उत्तम उपाय रहेछ। कति नजान्ने केही नबुझ्ने बुद्धुलाई लाटासिधालाई पनि समयले पिटी पिटी जीवनको पाठ पढाउँदो रहेछ। फरक यति हो कि कसैलाई अलि छिट्टै पढाउँदो रहेछ, कसैलाई अलि ढिलो। मैले जति पाठ्थे विश्वका ठुला ठुला विद्वानहरूले पनि पढेका होइनन्। कतिपय वृद्ध वृद्धाले पनि मैले जति छिटो जीवनको तौर तरिका बुझ्न पाएका होइनन्। जिन्दगीको गोरेटोमा बाछिटा चाहिँ उछिट्टिएर कहाँबाट कहाँ पुगेँ म फेरि घुरेको देखेर ल उनी बोलिन्, ल बस अब आमा छोरा, मेरो उता ड्युटी सुरु भयो, तिमीलाई सामान मिलाउन पछि आउँला है। यति भनेर दिदी गइन्। मेरो मनमा उठेको पीडाको ज्वार भाटा शान्त हुने नामै लिएन, झल्किरह्यो। छोराको नरम हातलाई आफ्ना हातमा हत्केलामा लुटुपुटु पार्दै पल्टिरहे। ढालबाट टाढा देखिएको घामको सुन्दर र गोलो आकृति हेरेर, त्यो सुन्दर घामको आकृति यो झ्यालको चरबाट हेरिरहे।